माछो टाउकोबाट गनाउन सुरु गर्छ भन्ने जुन भनाइ छ, यो सरकारले पहिला त आफूलाई भ्रष्टाचार मुक्त बनाओस्। जनताले के कुरालाई म्यान्डेट दिएका हुन् त नि? बालन पनि यही सोसाइटीकै फ्याक्टर हुन्। प्रधानमन्त्री बनिसके, नाउ आई एम द पावरफुल। नो, द पर्सन हु नोज इज रिस्पोन्सिबल। वास्तवमा भ्रष्टाचार आत्माको प्वाल हो। यो सरकार साँच्चीकै खदिलो होस्, मरेर केही लान सकिँदैन भन्ने कुराहरू साँच्चीकै उसले बुझोस् र प्रोएक्टिभ हुनु पर्यो, रिएक्टिभ होइन। मेरो शरीर, मेरो मन, मेरो चेतना एउटा एलाइनमेन्टमा आयो भने सुशासन छ। कुन मनोवैज्ञानिक समस्या हुन्, कुन भौतिक समस्याहरू हुन्, जति पनि डिजायरहरू चाहिँ फुलफिल नभएका सबै चिजहरूको रेजिड्यू प्रत्येक व्यक्तिसित छ। हाम्रो बेहोसी खतरनाक छ। नेता भनेको त्यहाँको जनताको सेवक हो, सेवा गर्नलाई गएको, जनताले राखेको नोकर हो। यदि सत्ता भन्ने वास्तवमा हामीहरू नेचर टाइगर हो है। कपालमा मेहन्दी कस्तो खालको लायो भन्ने कुराहरू चाहिँ बहुत रूपगत पक्षहरू हुन्। उनीहरूले बाचापत्र अनुसार काम कति गरे त्यति नै हो मूल्याङ्कन गर्ने। हुन त नेपालमा राजनीतिको सुरुवात, नेपाल मात्रै होइन संसारभरि नै यदि राजनीतिलाई हेर्ने हो भने यो राजनीति वास्तवमा के हो भन्ने कुरालाई पहिला बुझौँ। त्यो बुझ्यो भने होलबाट, समग्रबाट अंशतिर बुझ्ने हाम्रो प्रयास रहनेछ। हुन त राजनीतिलाई के भन्छ भने सर्भाइबिलिटीको नै एउटा एक्सटेन्सन हो। यो हुन आफ्नो देशमा भएका सबै मान्छेहरू कसरी बस्ने, यहाँको अधिकारहरूलाई, यहाँको रिसोर्सेसहरूलाई राइटली कसरी युटिलाइज गर्ने ताकि देशको कामहरू चाहिँ राम्रोसँग फङ्सनल बनोस् भन्ने कुराहरू चाहिँ जहिले पनि एउटा फर्स्ट एजेन्डाको रूपमा देखा पर्छ। त्यसैले नेपालमा भएको स्रोतहरूलाई, नेचुरल रिसोर्सेसहरूलाई, यहाँको ह्युमन म्यान पावरहरूलाई कसरी उपयोगितामा ल्याउने ताकि देशका जनताहरूले सही ढङ्गले सजिलोसँग आफ्नो उपलब्धता प्राप्त गरून् र देश र जनताको दुःखहरू घट्दै जाउन्। यो नै वास्तवमा राजनीतिको मूल उद्देश्य हो। तर लामो समयदेखि थुप्रै खालका परिवर्तनहरू आए पनि जनताका दुःखहरू चाहिँ घट्न सकेको थिएन। यो स्थितिमा एउटा कुरा के अब्जर्भेसन गरिएको थियो त भन्दाखेरि राजनीतिमा लागेका जो सिद्धहस्त मान्छेहरू भन्ने जस्ताहरू पनि अलिकति आउटडेटेड भएको कारणले गर्दाखेरि पुरानो सत्ता अथवा पुरानो माइन्ड अथवा अलिकति एज बढी भइसकेका मान्छेहरूले राम्रोसँग डाइनामिकली सोच्न नसकेको कुरा आम रूपमा सोचेको रहेछ। यो जेनजी पछिल्लो जुन जेनजी आन्दोलन भयो, आन्दोलनपछि एउटा एजेन्डा राम्रोसँग स्थापित भएको छ। त्यो के हो त भन्दाखेरि राज्य सत्ताको चाबी नयाँ पुस्तालाई दिने। किनकि नयाँ पुस्ताले कहिले पनि अनुभवमा लिन सकेन, विषयवस्तुहरूलाई उठाउन सकेन भने उसले कहिले पनि सिक्दैन। त्यो म्याच्योर भएर सिक्ने भन्ने खालको कुरा पनि रहँदैन। त्यसैले हामीले यो चाबी पनि दिने र चाबी दिने सँगसँगै उसलाई एजुकेट पनि गर्दै जानुपर्ने परिवेश चाहिँ छ। र यस सन्दर्भमा अहिले जसरी नेपालको प्रधानमन्त्री, गृहमन्त्री नै अब विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्री र गृहमन्त्रीको रूपमा आइरहेको स्थितिमा अहिले पछिल्लो समय उपसभामुख जो रुबी ठाकुर हुनुहुन्छ, उहाँ 25 वर्षको मात्रै हुनुहुन्छ र विशेष गरी विपन्न वर्गको एउटा ठाउँबाट आउनुभएको र राज्यले अलिकति उपेक्षा गरेको जातिबाट पनि आउनुभएको हुनाले यसलाई अलिक फरक तरिकाले पनि हेरिएको छ। र यसले जुन समावेशिता राज्यमा सबै खालको वर्गहरूको जातको यो हो भन्ने खालको रिप्रेजेन्टेसन, समावेशिता, सुरुको समस्या के थियो त भन्दाखेरि राज्यमा केही वर्गहरूले मात्रै प्रतिनिधित्व गरेको र यसले देशले न्याय नपाएको, सबै ठाउँको मान्छेहरूको प्रतिनिधि भोइस नपुगेको भन्ने कुरा थियो भने अहिले यो उपस्थितिले के कुराको सन्देश दिएको छ त भन्दाखेरि कि राज्यमा सबै खालका व्यक्तिहरूको उपस्थितिलाई यो सरकारले अथवा अहिलेको व्यवस्थाले व्यवस्थापन दिन सकेको छ र यसको यो प्रमाणको रूपमा उपसभामुखको नियुक्तिलाई पनि लिएको छ। यस अर्थमा एउटा यो सकारात्मक पक्ष पनि हो। यो सकारात्मक हुनेका धेरै कारणहरू छन् हैन। हुनसक्छ भोलि रुबी ठाकुरले कसरी आफ्नो राजनीतिलाई लिन्छन् हैन, अध्ययन कसरी गर्छन्, उनीले त्यसमा कतिको योग्यता प्रदर्शन गर्न सक्छन्, देशको विषयवस्तुलाई कति बुझ्न सक्छन्, त्यो कुरा त एक ठाउँमा छ। त्यसको स्किल त उनले डेभलप गर्दै जानु पर्ला हैन। तर अन्य हकमा भन्ने हो भने जसरी समावेशिताको कुरा, एउटा मान्छेलाई जिम्मेवारी दियो भने उसले लिन सक्ने कुरा र राज्यले सुरुदेखि नै एउटा उपेक्षित वर्गलाई जसरी संलग्न गरिएको थिएन त्यो संलग्नताको हिसाबमा यो बहुत ठुलो सकारात्मक पक्ष हो। र यदि हामीले यसरी नै नयाँ पुस्तालाई हामीले राजनीतिको चाबी अथवा शासन सत्ताको चाबी यदि हामीले दिन सक्यौँ भने र त्यसलाई राइटली डेलिभर गर्न सक्यौँ भने त्यो युवा पुस्ता अलि तुरुन्तै करप्टेड हुने सम्भावना कम्ती छ।
हैन भनिन्छ कि ग्रिड जुन छ यो मेरोसित सम्बन्धित भएर आएको हुन्छ र एउटा सर्टेन उमेरसम्ममा जब उसले आफ्नो परिवार पुरै बनाइसकेको हुँदैन र आफ्नो घेराबन्दीमा यो चुङ्गलमा पर्ने सम्भावनालाई चाहिँ युवा समयमा तोड्न सक्छ। यो सम्भावना भएको हुनाले युवा पुस्तामा बढी सम्भावना छ कि राज्यको लागि समग्र देशको लागि समाजको लागि केही गरौँ भन्ने जुन हुटुटी छ त्यो हुटुटीलाई मेन्टेन गर्नको लागि पनि यो युवा पुस्तालाई दिइएको जुन छ यसले धेरै अर्थमा यसले भूमिका राख्छ जस्तो लाग्छ। एउटा त करप्सनको लेभलमा हैन यसले भ्रष्टाचारितालाई कम्ती गर्न सक्छ। दोस्रो कुरा यसले ट्रान्सपेरेन्सीलाई सजिलो बनाउँछ किनकि उनीहरूले गुमाउनु पर्ने कुरा केही छैन हैन। यहाँ समस्या कहाँनिर छ त भन्दाखेरि राज्य सत्ता चलाउँदाखेरि हरेक व्यक्तिलाई कति बेला पोसेसिभ नै आउँछ त परिग्रह आउँछ त भन्दाखेरि यदि म भइन भने कसरी चल्ला, म भइन भने कसरी गर्लान् भन्ने जसरी एउटा परिवारमा पनि एउटा माथिल्लो नागरिकले माथिल्लो व्यक्तिले जसरी आफ्ना छोराछोरीहरूलाई चाहिँ धेरै पोसेस गर्छ तोपेर राख्छ र अगाडि बढ्न दिँदैन ठिक त्यस्तै राज्य सत्ताले पनि त्यसरी पोसेस गर्न थाल्यो र उनीहरूलाई अगाडि बढ्न दिएन भने देशले प्रगति गर्न सक्दैन। यस अर्थमा चाहिँ युवा पुस्तालाई यसरी राजनीतिको चाबी जनताले जसरी दिएका छन् जुन विश्वास गरेका छन् जसरी अहिले राजनीति थोरै एउटा युवा पुस्ताले पनि चासो दिन थालेको छ। पहिला हिजो यो युवा पुस्ताहरूले देशको प्रधानमन्त्री को भन्ने कुरा चिन्न सक्दैनथे, को मन्त्री छ भन्ने कुरा चिन्न सक्दैनथे भने अहिले जेनजी पुस्ताका थुप्रै मान्छेहरूले थुप्रै व्यक्तिहरूले विद्यार्थीहरूले राजनीतिका सबै जो क्यारेक्टर छन् मन्त्रीहरू को छन् भन्ने कुराहरू नाम समेत थाहा पाएर पनि अझ इभन एजेन्डाहरूमा पनि उनीहरू प्रवेश गरिरहेका छन्। यसरी प्रवेश गर्नु हैन के नीति बन्दैछ के कानुन बन्दैछ त्यो हाम्रो लागि फाइदाजनक हो कि होइन भन्ने कुराहरू यो सामाजिक सञ्जालमा पनि प्रवेश गरेर जसरी पार्टिसिपेसन गरेको छ यसले एउटा जसरी हिजो गीतमा अथवा पपमा अथवा विभिन्न खालका कल्चरल प्रोग्राममा मात्रै सीमित भएको जुन युवा पुस्ता छ यसले बिस्तारै राजनीतिमा विभिन्न एङ्गलबाट प्रवेश गर्नु एक प्रकारले सुखद विषय हो। त्यसैले रुबी ठाकुरको जुन उपस्थिति छ यसलाई हामीले यस अर्थमा लियौँ भने एउटा त समावेशीकरणको कुरामा एउटा त युवा भएको नाताले र अन्य कुराहरूमा पनि यसले राम्रो सकारात्मक सन्देश दिने र उनलाई झकझगाउन सकिने र उनीबाट तुरुन्तै भ्रष्टाचारी एक्टिभिटी कम्ती हुने सम्भावना देखिएको हुनाले पनि यो बहुत ठुलो सकारात्मक पक्ष पनि छ र यसका सन्देशहरू चाहिँ धेरै छन्। यस अर्थमा उपसभामुखको नियुक्तिलाई लिन जरुरी देखिन्छ। सामाजिक सांस्कृतिक शिक्षा जुन छ यो बहुत जटिल मोडमा छ। राज्यले कानुनले संविधानले महिलाको सहभागितालाई धेरै आयामबाट सुनिश्चित गर्दा गर्दै पनि महिलाहरूले आफ्नो एउटा घेरा तोडेर बाहिर आउन नसकिरहेको स्थितिमा रुबी ठाकुरदेखि लिएर अहिले सरकारमा थुप्रै महिलाहरूको उपस्थिति भएर उनीहरू फ्रन्टलाइनमा बसेर काम गर्नुले यसले एउटा सोसाइटीमा एउटा घेरा त तोड्ने काम भइरहेको छ तर यो घेरा तोड्ने काम एउटा पोजिसनमा राख्दैमा बन्नेवाला छैन। यसको लागि व्यापक रूपमा यहाँको नेपालको जुन शिक्षा व्यवस्था छ यसमा परिवर्तन ल्याउन जरुरी छ। जसरी पहिले दलित जातिलाई समावेशितामा ल्याउने भन्दा भन्दै संविधानले सम्पूर्ण कुराहरू सुरक्षित गर्दा गर्दै पनि जनव्यवहारमा त्यो उपयोगमा आएको छैन र त्यो डिपली रुटेड यो हजारौं वर्षदेखिको जुन कल्चरल शिक्षा जुन छ यो सामाजिक सांस्कृतिक शिक्षाले जसरी अप्ठ्यारोमा पारेको छ त्यो सामाजिक सांस्कृतिक शिक्षामा काम गर्नुपर्ने देखिन्छ। जनताको अवचेतनमा मनमा रहेको यो जुन लैङ्गिक विभेद छ यो विभेदलाई त्यहाँबाट मिनिमाइज गर्न सकिन्छ। यस अर्थमा भन्ने हो भने यस्तो यो संलग्नताले निश्चित रूपमा धेरै कामहरू गर्छ तर त्योभन्दा पनि अझ बढी व्यापक रूपमा काम गर्नुपर्ने विषय चाहिँ शिक्षामा छ किनकि शिक्षा विकारे सकलो विकार शिक्षा सुधारे सकलो सुधार। महिलाको हकमा के भनिन्छ त भन्दाखेरि महिलाको सशक्तिकरण मात्रै होइन महिला स्वयं नै हरेक ठाउँमा जिम्मेवार रूपमा शासकको रूपमा उपस्थित भइन् भने उनी प्रश्नकर्ता मात्रै होइनन् उत्तर दिने पनि व्यक्ति हुन् र धेरै मनोविदहरूले ऋषिहरूले के कुरा पत्ता लगाउनु भएको छ त भन्दाखेरि यदि सत्ताको बागडोर महिलामा दिइयो भने धेरै सन्तुलनमा आउँछ। जसरी परिवारमा एउटा महिलाले जुन रोल खेल्नु भएको हुन्छ हैन जसरी परिवारको संरक्षणदेखि लिएर आफ्नो श्रीमानको काम कर्तव्यलाई पनि गाइड गरेर एउटा परिवारबाट जसरी जुन भूमिका बनिरहेको हुन्छ
एकदमै ठुलो भूमिका जसरी परिवारमा बनेको छ, राज्य पनि एउटा ठुलो परिवार हो। यस अर्थमा कसलाई पुग्यो पुगेन, एउटा मानवीय संवेदनालाई कसरी ट्रान्सफर गर्ने कुरामा पुरुषभन्दा महिलाको हिंसामा संलग्नता कम भएको कारणले गर्दाखेरि, उनीमा बढी प्रेमल भावना भएको कारणले गर्दाखेरि यी सबै कुराहरूलाई, यो गुणवत्ताहरूलाई अब अलिकति हाइलाइट गर्ने तरिकाले संलग्नतामा जरुरी छ। तर महिला सशक्तिकरणको लागि महिला मात्रै जिम्मेवार छैनन्। यसमा हामीले सोच्नुपर्छ, महिला सशक्तिकरणको लागि पुरुष पनि को नजर पनि त्यही तरिकाले सबल हुन जानु जरुरी छ। त्यसैले एक्लै सेपरेट गरेर उनीहरूलाई महिला सशक्तिकरणमा जाँदैन, यो महिला र पुरुषको कम्प्लिमेन्ट्री भूमिकाबाट जान्छ। पहिला जसरी महिलालाई वस्तुको रूपमा हेरिन्थ्यो हैन र एक उपयोगिताको रूपमा मात्रै लिइन्थ्यो भने अब सशक्तिकरणको अभियानमा हामी एक रथका दुई पाङ्ग्रा जुन भनिएको छ त्यो वास्तवमै यथार्थ रूपमा जब लागू गर्न थालिन्छ अनि अब महिला भनेको एक प्रकारले बायोलोजिकली फरक क्यारेक्टर देखिए पनि चैतन्यगत रूपमा उहाँको पनि परिवर्तन सम्भव छ, उहाँले पनि लिड गर्न सक्नुहुन्छ हैन। यो आधारमा सम्मान दिन जरुरी थियो र त्यो सम्मान अहिले पाएको अवस्था देखा परिरहेको छ। यस अर्थमा पनि अहिलेको यो राज्य सत्तामा जसरी जुन संलग्नता देखिएको छ त्यो राम्रो कुरा हो हैन। तर त्यसलाई अझै व्यापक रूपमा काम गर्नको लागि, महिला सशक्तिकरणको काम गर्नको लागि अहिले यो जुन सरकार छ यसले शिक्षामा खूब गहिरो काम गर्नुपर्ने छ। किनकि यो मनोविज्ञानमा हजारौं वर्षदेखिको जुन मनोविज्ञान छ यो मनोविज्ञानको स्ट्रक्चरलाई तोड्नको लागि कक्षा 1 देखि नै पढाइने पाठमा हैन उसको संलग्नता जसरी छ, जसरी बाबुआमाले उसलाई एजुकेट गरेका छन् ती बच्चाहरूलाई, त्यो विभेद त्यहीबाट सुरुवात भएको छ। त्यसैले त्यो विभेद त्यही बच्चाको समयबाटै त्यो साइकोलोजीबाटै परिवर्तन ल्याउनु पर्ने भएको हुनाले शिक्षामा ठूलो परिवर्तन जरुरी छ। अगेन यसमा सामाजिक सांस्कृतिक शिक्षाकै कुरा हो। लामो समयदेखि प्रतिसत्तात्मक संरचनाले हरेक खालका स्ट्रक्चरहरूलाई चाहिँ यसरी चेन्ज गरिदियो कि त्यो एज इफ एउटा चाहिँ कानुन जस्तै, एज इफ एउटा यो स्वयंसिद्ध सत्य जस्तै तरिकाले पुरुष बलियो छ महिला कमजोर छन् भन्ने तरिकाले स्थापित गर्नलाई यो भरमग्दुर प्रयास सामाजिक सांस्कृतिक शिक्षाले गरेको छ। तर यथार्थ रूपमा यदि वैज्ञानिक रूपमा हेर्ने हो भने, स्ट्रक्चर वाइज हेर्ने हो भने फिजिकल क्यापासिटीमा कतै केही कमजोरी हुन सक्छ हैन। कमजोरी भन्नुको मतलब के हो भने फिजिकल स्ट्रेन्थको रूपमा कतिपयले साइन्टिस्टहरूले के भन्छ भने गर्भ बोक्नु पर्ने भएको कारणले गर्दाखेरि उनको स्ट्रक्चर अलिकति बायोलोजिकली थोरै फरक चाहिँ हुन्छ। फिजिकल स्ट्रेन्थको सेन्समा कम्ती होला तर चैतन्यगत स्ट्रक्चरमा खासै त्यस्तो फरक परेको देखिँदैन। थुप्रै सन्तहरू महिलाहरूबाट पनि हुनुभएको छ। हामीले मीराबाईको कुरा सुन्छौँ हैन। यी थुप्रै सन्तहरू हुनुहुन्छ, लैला अनि त्यसपछि अन्य सन्तहरूमा पनि हुनुहुन्छ हैन। यी हामीले इतिहासमा थुप्रै सन्तहरूको कुराहरूदेखि लिएर राजनेतादेखि लिएर विश्लेषकदेखि लिएर वैज्ञानिकहरूको स्थिति हेर्दाखेरि के देखिन्छ भने तथ्यमा उहाँहरू कमजोर भएको कतै पनि पोइन्ट भेटिँदैन। त्यसैले यसमा एउटा कुनै दोष छ भने त्यसमा सामाजिक सांस्कृतिक शिक्षाकै दोष छ। अब हामीले समावेशीमा यो लैङ्गिक विभेदलाई घटाउनको लागि विशेष गरी चैतन्यगत जागृतिमा त्यो काम गर्नुपर्ने छ र थुप्रै अन्य उपायहरू पनि छन् जसरी व्यावहारिक शिक्षाको कुराहरूमा हैन, पठन पाठनको कुरामा, साक्षरताको कुराहरूमा महिलाहरूलाई अगाडि बढाउनु पर्ने, ध्यानका स्कुलहरूमा ध्यानमा पनि उहाँहरूलाई अगाडि बढाउनु पर्ने र उहाँको रियल क्वालिटी केमा छ त हैन। विशेष गरी अहिलेसम्म हाम्रो शिक्षा कस्तो भयो त भन्दाखेरि पुरुष र महिलालाई दुई वर्गको रूपमा देखा परियो। त्यस्तो तरिकाले लिनु ठिक हुँदैन भनिन्छ। एक कम्प्लिमेन्ट्री युनिट हो खास चाहिँ। महिला र पुरुष त वास्तवमा एउटा सिंगल युनिट हो भन्ने आधारमा लियो भने जसरी इलेक्ट्रिसिटी गराउँदाखेरि चलाउँदाखेरि पोजिटिभ र नेगेटिभ धार भनिन्छ हैन, त्यहाँ पोजिटिभ धारबाट मात्रै करेन्ट बग्ने भन्ने हुँदैन। त्यस्तै यो महिला र पुरुष भनेको चाहिँ दुईटा वर्ग अथवा दुईटा सेपरेट पार्टी जस्तो हुँदै होइन, यो कम्प्लिमेन्ट्री पार्टी हो हैन। एउटा बच्चा जन्मिनको लागि पनि महिला र पुरुषको संयोग जरुरी छ भन्ने आधारमा कुन सेन्सबाट चाहिँ पुरुष माथि भयो र महिला कम्ती तल भयो त, यो त वास्तवमा भन्यो भने पुरुषकै एक साइकोलोजी जुन भन्छ नि मेल चौबेनिजम भन्छ, त्यो मेल चौबेनिजमले क्रिएट गरेको समस्या हो। यो यसमा महिलाको चेतना स्थिति कमजोर पर्नुमा अथवा उनलाई समावेशिता नगर्नुमा चाहिँ पुरुषकै चेतनाको स्थिति कमजोर हुनु नै मूल कारण हो। किनकि जब चेतना उड्दै जान्छ र उसले बुझ्दै जान्छ कि मैले दोस्रो पार्टीलाई सम्मान दिएँ भने मात्रै म वास्तवमा उठ्न सक्छु। सामाजिक सांस्कृतिक शिक्षाले हामीलाई के सिकाएको छ त भन्दाखेरि कसैलाई छोटो बनाएर आफू ठुलो हुनु होइन हैन। त्यसैले म लामो म
मैले अर्कोलाई छोटो बनाएँ भने म ठुलो हुन्छु, द्याट इज द कन्डेमनिङ भन्छ कि अङ्ग्रेजीमा। क्रिटिसाइजिङ, कम्प्लेनिङ र कन्डेमनिङ भन्ने यो मानवतालाई कमजोर पार्ने टुल्सभित्रमा मैले अर्कोलाई छोटो बनाएँ भने म ठुलो हुन्छु भन्ने एउटा साइकोलोजी छ। यो सामाजिक सांस्कृतिक शिक्षाको सबैभन्दा निकृष्ट सोच हो, होइन? तर वास्तविक रूपमा के हो त भन्दाखेरि जो पनि मान्छे रियलमा सफल भएको छ, जो पनि मान्छे रियली सन्तुष्ट भएको छ, जो पनि मान्छे रियली आनन्दित भएको छ, त्यो व्यक्तिले कसरी आनन्द प्राप्त गरेको छ त भन्दाखेरि अर्कोलाई सम्मान गरेर, उसको पोजिसनलाई रिकग्नाइज गरेर, उसको पोजिसनलाई, उसको विविधतालाई साँच्चीकै एप्रिसिएट गर्न सकेर, उसको त्यो ठाउँ दिएर मात्रै ऊ उठ्न सकेको छ। यस अर्थमा पुरुषको चेतना कमजोर भएको स्थितिमा उसले के सोच्छ त भन्दाखेरि आफ्नो इगो बस सामाजिक सांस्कृतिक शिक्षाको परिवेशमा परेर उसले के गर्छ त भन्दाखेरि महिलालाई मैले हेप्न सकेँ भने म ठुलो मान्छे हुन्छु। वास्तवमा यो बहुत गहिरो निम्न स्तरको चेतनाबाट आएको शिक्षा हो। अब यहाँनिर के छ त भन्दाखेरि महिलालाई सम्मान गर्नु भनेको रियलमै मेरै प्रोस्पेरिटी बढ्ने हो, मेरै सम्मान बढ्ने हो, मैले नै राम्रो फेसिलिटी पाउन सक्छु, किनकि आखिर उनी सबल हुनु भनेको मेरै एक्सटेन्डेड उनी हुन् भन्ने तरिकाले मैले सोच्न सकेँ र त्यो तरिकाले सोच्न सकेँ भने त महिला उठ्ने सम्भावना छ, महिला सशक्तिकरणमा जाने सम्भावना छ। यो मेरो विचारमा अहिलेको यो सरकारले आफूलाई आफ्नो एक्सटेन्सनको रूपमा महिलालाई जोड्न सक्यो भने, हामीले पनि त्यस्तो तरिकाले त्यो साइकोलोजीमा लिन सक्यौँ भने महिला सशक्तिकरणको पक्ष अझ सबल भएर जानेछ र अब महिलालाई सशक्त बनाइराख्नु पर्दैन। उहाँको आफ्नो क्यापेबिलिटी उठ्न सक्ने स्थितिमा एउटा थ्रेसहोल्ड कटिसकेपछि हामीले अब महिला सशक्तिकरणको आवाज धेरै उठाइराख्नु पर्दैन। उहाँ स्वयं नै आफ्नो नलेजलाई यति प्रोपागेट गर्न सक्नुहुन्छ, कन्सियसनेसलाई यो लेभलमा उठाउन सक्नुहुन्छ कि भोलि भन्न सक्नुहुन्छ कि पुरुषहरूमा बरु उहाँ पुरुषलाई सशक्तिकरण गर्नुपर्ने हो कि, किनकि उहाँमा केही स्ट्रेन्थहरू कमजोरी देखा परिरहेछन्, इगोको कारणले केही समस्याहरू देखा परिरहेछन्, उहाँलाई अब ट्रिटमेन्ट गर्नुपर्ने हो कि भनेर महिलाहरूले त्यो लेभलबाट एउटा करुणा दया देखाउन सक्ने स्थिति बन्न सक्छ। यस अर्थमा हामीले के सोच्न सक्छौँ भने महिलालाई सशक्तिकरण गर्नु अथवा उहाँलाई बलियो बनाउनु, उहाँलाई एजुकेट गर्नु, उहाँलाई ठाउँ दिनु भनेको वास्तवमा भन्यो भने यो देशकै गरिमा हो। देशको गरिमा के त? देशले केमा चाहिँ प्रगति गर्यो त भन्दाखेरि यो देशमा हामीले महिलालाई उठाउन सक्यौँ अथवा महिला र हामी सँगसँगै उठ्यौँ भनेपछि देशको जुन रिसोर्सेस छ यो रिसोर्सेसले न्याय पायो, अब राइट आउटपुट निक्लिन थाल्छ। जुन प्रोडक्टिभिटी हामीले खोजिरहेछौँ वास्तवमा भन्यो भने पहिलो चाहिँ हामीले कसरी प्रोडक्टिभिटी खोज्यौँ त भन्दाखेरि विशेष गरी कृषिमा, होइन, अनि त्यसपछि उद्योगमा यो खालको, अनि टुरिज्ममा, अनि मस्कुलाइन फोर्सको मात्रै प्रोडक्टिभिटीलाई हामीले रियलमा प्रोडक्टिभिटी ठान्यौँ। तर एउटा मान्छे सफ्ट हुनु, दयालु हुनु, मायालु हुनु, करुणावान हुनु यो वास्तवमा यो अर्को प्रोडक्टिभिटी हो। यस्तो तरिकाले प्रोडक्टिभिटीलाई पनि एक तरिकाले पुरुष साइकोलोजीबाट मात्रै हेरेको हुनाले पनि, उत्पादनलाई पनि त्यो साइकोलोजीबाट मात्रै हेरेको हुनाले सोसाइटीले यो प्रोडक्टिभिटी देख्न सकेन। एउटा जिम्मेवार गृहिणीले बच्चा हुर्काउँदाखेरि कसरी पालन पोषण गर्नुहुन्छ, कति धेरै केयरटेक गरेर चाहिँ त्यो बच्चा उठेको हुन्छ, त्यो एप्रिसिएसन हुन नसकेको कारणले, जे चिजले त्यो बनेको छ त्यो ब्याकग्राउन्डलाई चाहिँ हामीले देख्न नसकेको कारणले गर्दाखेरि पनि महिला सशक्तिकरण रियलमै कमजोरी परेको हो। यो चिजहरू जब हामी देख्न सक्छौँ नि, अब अब्जर्भेसन गर्न सक्छौँ नि, अब हामीले अब्जर्भेसन गर्ने बेला चाहिँ हामीलाई थाहा लाग्छ कि महिलाको मात्रै कुरा होइन, यहाँ यो पृथ्वीमा सबै, होइन, जगत प्राणी सबको कम्प्लिमेन्ट्री भूमिका छ, होइन। अहिले तथाकथित विकास, तथाकथित औद्योगिकरणले अनावश्यक रूपमा चाहिँ यो प्रतिस्पर्धाले नाफामूलक तरिकाका यो जुन जति पनि एक्टिभिटीहरू छन् नाफालाई बेस बनाएर मानवतालाई बेस नबनाएर बनाएका छन्, त्यसले के गरेको छ त इकोलोजीलाई धेरै ठुलो असर गरेको छ। दिन प्रतिदिन हाम्रा स्पेसिजहरू, जातिहरू, होइन, विभिन्न खालका चराचर जगतका एनिमल्सहरू चाहिँ बिस्तारै घट्दै गएको छ। यसले त सुन्दरता घटाएको छ नि त, होइन। सो यस अर्थमा हामीले यो सुन्दर भविष्य, सुन्दर देशको निर्माणको लागि महिला सशक्तिकरण त बहुतै जरुरत छ र यस मानेमा अहिलेको जुन
थोरै उपस्थिति देखिएको छ, यो प्रोग्रेसिभ छ हैन। यो हाम्रो हामी पुरै रिजल्टमा आइसक्यौँ भन्न मिल्दैन। यसलाई पर्सेन्टेज वाइज भन्दाखेरि थोरै प्रयोग पनि प्रगति चाहिँ भएको देखा पर्छ हैन। सो यस्तो प्रगति यो सरकारले अझ लिन सकोस्, ठाउँ ठाउँमा त्यो भूमिका दिन सकोस् र कम्पेरिजन नगरोस्। मेन कुरा के हुन्छ त भन्दाखेरि हामी तुरुन्तै कम्पेरिजन गर्न थालिहाल्छौँ, यसले आउटपुट निकाल्न सकेन भनेर पुरुषसित तुलना गरेर हामीले उनको क्यापासिटीलाई चाहिँ कमजोर पार्ने हैन, उनको अरू अन्य पक्षका क्वालिटीहरूलाई हामीले देख्न सकेनौँ भने त्यो चाहिँ हामीले ठुलो मिस्टेक गर्छौँ। त्यसैले केलाई मानक बनाउने त भन्ने कुरामा मानक सिस्टम हामीले चेन्ज गर्नुपर्छ। दया, माया, करुणा हैन देख्न सक्ने, एउटा फुलप्रतिको प्रेम पनि देख्न सक्ने हैन, एउटा अफिसमा जाँदाखेरि सरसफाइ भएको छ कि छैन भन्ने कुरा देख्न सक्नु पनि के हो, प्रोडक्टिभिटी हो। एउटा अफिसको फाइलहरू चाहिँ यताबाट त्यता सार्दैमा हैन, कम्प्युटरमा राम्रो कम्प्युटिङ क्यापासिटी मात्रै छ भन्दैमा चाहिँ मान्छेको पुरै होलनेस आउँदैन। सो त्यो समग्रता आउनको लागि दया, माया, करुणादेखि लिएर सम्पूर्ण रूपमा प्रभावकारिता बढाउनको लागि अन्य आयामहरू पनि हुन्छन्। यसलाई अध्यात्मले अझ बढी विशेष रूपमा देख्छ यसले हैन। त्यो पक्षहरूलाई बढाउनको लागि हामीले अब मानक सिस्टम पनि चेन्ज गर्नुपर्छ। यो आधारमा बल्ल अनि महिलाको मूल्याङ्कन सही ढङ्गले हुन सक्छ। सामाजिक सांस्कृतिक शिक्षा जुन चलिरहेको छ, यो चाहिँ सामाजिक सांस्कृतिक शिक्षा भन्नाले अहिले हामीले जस्तो मिडियाबाट पनि गइरहेछौँ हैन। सो मिडियामा, फेसबुकमा जति पनि सामाजिक सञ्जालहरूमा छन्, हामी कति तुच्छ तरिकाका गालीहरू गरिरहेका छौँ, हेला गरिरहेका हुन्छौँ हैन। यसमा हाम्रो हिंसा बोलिरहेको हुन्छ। सो ती चिजहरूमा हामीले करेक्सन गर्न जरुरी छ हैन। राज्यले पनि त्यस्ता विषयहरूलाई चाहिँ थोरै कानुन बनाएर एउटा सम्मान दिने कल्चर बनाउन सकोस् हैन। ठाउँ ठाउँमा महिलामाथि व्यङ्ग्य गरिएका चिजहरू त्यसलाई चाहिँ कसरी घटाउन सकिन्छ, कानुन त त्यो चिजहरू पनि घटाओस् र त्यसप्रतिको एजुकेसन पनि उसले बढाओस् हैन। जसरी अहिले ट्राफिकहरूको लागि चाहिँ यहाँबाट लामो दूरीको लागि बिचमा रेस्ट गराएर हैन, उनीहरूलाई ड्राइभरले केही मिस्टेक गर्यो भने ट्राफिकहरूले ट्रेनिङ गराउँछन्। ठिक त्यस्तै हामीले पुरुषहरूलाई, हामी जो पुरुष वर्गका छौँ, उहाँहरूको पनि बोल्दाखेरि कतिपय गालीहरू, उखान टुक्काहरू हैन अननोइङली, अनकन्सियसली आइराखेका हुन्छन् हैन। तिमी त के अरे महिला जस्तो रुन्चे मान्छे हैन, यस्तो खालका तुलनाहरू जुन गरिएका हुन्छन् हैन। तिमी त केही काम गर्न नसक्ने कस्तो आइमाई जस्तो मान्छे भन्ने तरिकाले जुन शब्दहरू छन्, यी शब्दहरूले कस्तो खालको भेदभाव देखाइरहेको छ। यी यस्ता खालका उखाने कुराहरू हैन, उखान टुक्काका कुराहरू, हाम्रो जनजीवनमा आएका शब्दहरू, यिनीहरू सबै सामाजिक सांस्कृतिक शिक्षाबाट गाइडेड छन्। सो यस्तो खालको गाइडेड भएका चिजहरूमा अब हामीले व्यापक रूपमा परिवर्तन ल्याउनको लागि पहिलो लाइनमा त के गर्नुपर्छ भन्दाखेरि संरचनागत रूपगत पक्षमा पनि हामीले परिवर्तन ल्याउन जरुरी छ। जस्तो रूपगत पक्ष भन्नाले चाहिँ सरकारले गर्दाखेरिका जति पनि मोनुमेन्टहरू छन्, स्ट्रक्चरहरू छन्, त्यसमा महिला सहभागितालाई, महिलालाई चाहिँ महिला फ्रेन्डली हैन। जस्तो अहिले अस्पतालहरूमा जस्तो जो अपाङ्ग नभनौँ, अहिले चाहिँ थोरै डिसेबल भएको मान्छेहरूको लागि जसरी बाथरुमहरू चाहिँ फेसिलिटेट भएका छन्, ठिक त्यस्तै महिलाहरूको लागि के कुराहरू चाहिँ स्ट्रक्चरहरू चाहिँ फेसिलिटेट गर्नुपर्छ त। ती चिजहरूलाई चाहिँ हामीले जब ठाउँ दिन थाल्छौँ नि, त्यो ठाउँ दिन बित्तिकै चाहिँ त्यहाँ हामीले बुझ्छौँ कि महिलाको रिकग्निसन रियली भइरहेको छ। त्यसैले राज्यले आफ्ना संरचनाहरूमा संलग्नता गराउने क्रममा एउटा त शिक्षा व्यवस्थामा व्यापक परिवर्तन ल्याओस्, राजनीतिक जुन भाष्य छ, लिटरेचर छ, त्यो लिटरेचरमा पनि व्यापक परिवर्तन ल्याउन जरुरी छ। विभिन्न मन्त्रालयहरू जति पनि छन् हैन, टुरिज्ममा चाहिँ महिलाको सहभागिता कसरी संलग्न गराउने, उद्योगमा कसरी संलग्न गराउने हैन, यी व्यापक पक्षहरू जति पनि हाम्रा सम्भावनाका ठाउँहरू छन्, रिसोर्सेसहरू छन्, त्यसमा उहाँहरूको संलग्नता कसरी बन्न सक्छ, ती विषयमा पोलिसी निर्माण गर्ने कुरादेखि लिएर एउटा जनचेतनाको तहमा पनि हामीले त्यो विषयवस्तुहरूलाई समावेश गराउन सक्यौँ भने व्यापक रूपमा हामीले यसलाई ठुलो काम गर्न सक्छौँ। अहिलेको यो जुन बालिन सरकार छ, यसले यो विषयमा निश्चित रूपमा कुरा उठाउँछ। उनीहरूलाई सधैँ माग्ने ठाउँमा नराखिकन, सधैँ आरक्षणको कोटा नदिइकन अझ माथिल्लो ठाउँमा जहाँ चाहिँ उनीहरूलाई आरक्षण आवश्यक नपर्ने तरिकाले उठाउनुलाई थुप्रै एलिमेन्टहरूमा काम गर्नुपर्ने छ। त्यो एलिमेन्टहरू राज्यले देखोस्। शासन सत्तालाई परिवर्तन गर्नको लागि जसरी अब हुन त एउटा युवा हुटहुटी भन्छ, स्पिड भन्छ, स्पिड र डिरेक्सनको कुरा आउँछ हैन। गति त छ, जस्तो भनौँ न, एउटा कुरा के भन्छ भने एउटा प्लेन चाहिँ एउटा पाइलटले माथि उडायो अरे हैन, अनि उडाउँदाखेरि मजाले राम्रोसँग रनिङ थियो अरे, अनि टावरको मान्छेले सोध्यो अरे प्लेन कस्तो भइरहेछ भन्दाखेरि राम्रो गतिमा गइरहेछ,
अनि राम्रो गतिमा गइरहेछ तर एउटा समस्या चाहिँ छ भनेर के त्यो के त भन्दाखेरि यसको जुन कम्पास छ त्यसले कम्पासले काम गरेन भन्ने कुरा हो जब कम्पासले काम गर्दैन नि स्पिड राम्रो भएर पनि काम हुँदैन फेरि त्यसैले डिरेक्सन चाहिँ चाहिन्छ सो डिरेक्सन के हो त जस्तो सुशासन हामीले चाहिरहेका छौं भ्रष्टाचार मुक्त समाज चाहिएका छौं तर मानक के त केले कुनै एउटा स्ट्यान्डर्डले त ल्याउनु पर्यो नि त सो उहाँले नै भन्नुभएको छ विधिको शासन चाहियो अर्थात् नियम कानुन अब जहाँ जो अदालत सिर्जना भएको छ त्यसले बनाएका कानुनको आधारमा नै अहिले हामी निर्णय गर्न सक्छौं सो यस सेन्समा अब हामीले कानुनकै शरण पर्नु पर्ला तर अब यहाँ अर्को कुरा पनि महत्त्वपूर्ण कुरा के छ त भन्दाखेरि हामीले हिजो बनाएका कानुनहरु त रियली तिनीहरूले भ्रष्टाचारीलाई समात्छ कि समात्दैन त के त्यसले समात्न सक्छ त के ती स्ट्रक्चरहरूले चाहिँ साच्चै पक्र्न सक्छ त हामीले बनाएका जति पनि इन्स्ट्रुमेन्टहरु छन् के त्यसमा चाहिँ ट्याक्क तिनीहरु फिल्टर आउट भएर चाहिँ ट्याक्क यो भ्रष्टाचारीहरु चाहिँ ट्याक्क जेलमा बस्न सक्ने अथवा उनीहरुलाई सुधार गर्न सक्ने ठाउँमा लान सकिन्छ त भन्दाखेरि त्यहाँ चाहिँ व्यापक ठूलो क्वेशन छ त्यसैले युवाहरुको जोश बहुत राम्रो छ तर त्यो सँगसँगै नीतिगत रूपमा चाहिँ धेरै व्यापक परिवर्तन ल्याउन जरुरी छ अघि जसरी हामीले शिक्षाको कुरा गर्यौं त्यसलाई किन त भ्रष्टाचार मलजल भयो त कसरी ठाउँ पायो त ठाउँ पायो लुप होलको कारणले जब हामीले पाल बनाउँछौं नि घरमा हामीले चाहिँ जस्तो कहिलेकाहीँ कस्तो हुन्छ नि अनाज बचाउँदाखेरि भकारीमा अन्न राखिन्छ अन्नमा मुसा छिर्छ कहिलेकाहीँ भकारीमा त्यो मुसा कहाँबाट छिर्छ त भन्दा जहाँनेर चाहिँ पाल परे हुन्छ नि त्यही ठाउँबाट मुसा छिर्छ सो त्यो पाल टाल्न सकियो भने अब मुसा छिर्दैन हैन र अन्नको नाश हुँदैन त्यसैले फर्स्ट यो सरकारले दुईटै कुरा हेर्नुपर्छ एउटा त जनताको सेन्टिमेन्ट भावना चाहिँ कतातिर छ हैन र उले न्याय पाउँछ कि पाउँदैन भन्ने कुराहरुमा पनि ख्याल गर्नुपर्छ त्यो त्यसैले त्यो स्पिडमा त्यसलाई समात्नु पनि पर्छ दोस्रो सँगसँगै समात्ने जुन टुल्स छ मैले त्यसलाई जसले समातिरहेको छु त्यो टुल्स कतिको फितल छ कमजोर छ समात्न बित्तिकै फेरि फुत्किने खालको छ भने त त्यसले हाम्रो इफेक्टिभनेस देखाउँदैन बरु कहिलेकाहीँ त्यस्तो हुँदाखेरि प्रत्युत्पादक हुन्छ र नसोचेर काम गरे जस्तो देखिन्छ सो यो राज्यले यो सरकारले यो विषयमा पनि विचार गरोस् मैले जे इन्स्ट्रुमेन्टले समात्छु त्यो इन्स्ट्रुमेन्ट नै कमजोर नबनोस् हैन त्यसैले भ्रष्टाचारी समात्ने भन्दाखेरि फेरि मैले समात्ने फेरि फुत्क्यो अकलाई भ्रष्टाचारी भन्ने कलाई के भन्ने कुराको एउटा मानक सिस्टम चाहिँ हामीले बनाउनु पर्ने हुन्छ मेरो विचारमा त्यो सरकारले बिस्तारै बिस्तारै त्यो दिशामा जान्छ होला हैन सो हामीले यस्तो होस् कि हामीले बनाउँदाखेरि त्यो संरचना यस्तो बनोस् प्रोसेसमै जाँदाखेरि नै उले भ्रष्टाचार गर्न नसकोस् हैन जस्तो हामीले अहिले जुन डिजिटल जुन ट्रान्सपेरेन्सीको कुरा उठिरहेछ हामीले कामहरु गर्दाखेरि नै जनताले भ्रष्टाचार पैसा दिनै नपर्ने हैन कर्मचारी चाहिँ लिनै नसक्ने बनाइदियो भने त कसरी भ्रष्टाचार हुन सक्छ र त्यसैले त्यो सिस्टम त्यो प्रोसेसमा नै भ्रष्टाचार रोक्न सकिन्छ एजुकेसन सिस्टम नै यस्तो बनाइदियौ कि हैन जसले चाहिँ पैसा कमाएको आधारमा चाहिँ उसको प्रेस्टिज नरहने खालको बनाइदियो भने त के भयो त सोसाइटीको मानक नै यस्तो होस् कि इमानदार मान्छे एप्रिसिएटेड होस् न हैन एउटा नैतिक मान्छे एप्रिसिएटेड हुन सकोस् उले इज्जत पाओस् यो भयो भने चाहिँ को मान्छे भ्रष्टाचार गर्न चाहन्छ त हैन हामीले पहिला यस्तो मानक बनायौं जहाँ भ्रष्टाचारी मान्छे जसरी पनि पैसा कमाऊ भन्ने तरिकाको हाम्रो सामाजिक सांस्कृतिक शिक्षाले यसरी मान्छेलाई पुश गर्यो कि उले अब यहाँको आफ्नो रोजीरोटी पुर्याउन नसक्ने तलबको स्थितिमा उ बाध्य भएर भनौं या उले त्यो बाटो समात्यो सजिलो बाटो समात्यो उले हैन तर अब हामीले मानक यस्तो बनाउन जरुरी छ कि इमानदार मान्छे नैतिक मान्छे यिनीहरु त पहिला त हामीले गिज्याउने पात्र बन्यो नि त हैन सामाजिक सांस्कृतिक शिक्षाले कुनै नैतिक मान्छे कुनै इमानदार मान्छे कोही क्रिएटिभ मान्छेलाई त गिज्याइने पात्र बनाइयो नि त हैन स्मार्ट मान्छे को माने त भन्दाखेरि चाहे त्यसले करप्सन गरोस् या जेसुकै गरोस् उ गाडी घोडा चढ्छ हैन भन्ने तरिकाले र उसँग प्रशस्त पैसा छ भन्ने तरिकाले हामीले त्यो मानक बनायौं त्यसैले हामीले त्यो जुन ब्याकग्राउन्ड क्रिएट गर्यौं नि त्यसैले भ्रष्टाचारलाई निम्ति आको हो त्यसैले हामीले कस्तो तरिकाले जान जरुरी देखिन्छ त भन्दाखेरि भ्रष्टाचारीलाई ड्याक्क डाइरेक्टली छोप्ने अनि फेरि हाल्दाखेरि चाहिँ फेरि त्यही पोल्युटेड सिस्टममा हालियो भने त यसले काम गर्दैन हैन मैले बागमतीबाट माछा बचाउँछु भनेर चाहिँ मैले माछा त निकाले हैन तर मैले पोडियममा अथवा पोखरीमा हालेर त्यो पोखरी पनि फेरि पोल्युटेड छ भने त माछा मरिहाल्छन् हैन त्यसैले हामीले जेलाई काम गर्न खोजिरहेका छौं त्यसको सिस्टम पनि प्रोसेस्ड गर्न जरुरी छ जसरी एउटा मान्छे हैन फोहोर लुगा लगाएर चाहिँ नदीमा गएको छ नुहाउन उले नुहायो तर फर्किने बेला फेरि त्यही फोहोर लुगा लगायो भने त जिउ त फोहोर भइहाल्यो नि ठीक त्यस्तै सिस्टम यस्तो बनोस् ताकि त्यहाँ घुस्दा घुस्दै उ प्युरिफाइड होस् काम गर्ने बेला हैन यहाँ त अहिले यो अगाडिको संरचनामा के भइदियो त भन्दाखेरि इमानदार
इन्जिनियरहरू पहिला पढ्ने बेला इमान्दार देशको लागि के गरौँ भन्ने हुटुटी भएका राजनेताहरू हैन कर्मचारीहरू इन्जिनियरहरू डक्टरहरू त्यो सिस्टममा गइसकेपछि करप्टेड भएर निस्के भनेको मतलब के उसको इमान्दारिताले त्यहाँ स्ट्रेन्थ नै पाउन सकेन उसले त्यो चिज त्यहाँ उसले आफ्नो एजेन्डा स्थापितै गर्न सकेन एउटा मान्छे कोही मान्छेले म भ्रष्टाचार गर्दिनँ भन्दाखेरि सुख नपाउने स्थिति बन्यो किनकि सबैतिरबाट पेलिँदाखेरि बिस्तारै बिस्तारै बहती गङ्गा में हात धोले भन्ने एउटा हिन्दी उखान छ त्यस्तो गर्न पनि बाध्य भएका छन् त कतिपय मान्छेहरू कोही साँच्चीकै चारित्रिक रूपमा पहिलेदेखि नै एजुकेटेड छन् र स्ट्रङ छन् ती मान्छेहरूले आफूलाई जोगाएका छन् होइन भने त सबै मान्छेहरू चाहिँ त्यो गङ्गामा बगेका छन् हैन सो यो गङ्गामा बग्न नदिनको लागि वी हेभ टु रियली वर्क इट आउट हैन हामीले सिस्टम यस्तो बनाउनु पर्यो कि अलिकति भ्रष्टाचारी मानसिकता भएको मान्छे अलिकति करप्सन गर्नुपर्छ भन्ने खालको मानसिकता थोरै बिउ भएको मान्छे पनि त्यो चाहिँ प्रोसेसमा जाँदाखेरि दग्ध बनिहालोस् यो प्रोसेस हामीले गरायौं भने के हुन्छ त भन्दाखेरि सरकारका जति पनि संयन्त्र छन् जति पनि कर्मचारी मण्डल छ जहाँ पनि जागिर खाने ठाउँहरू छन् त्यो ठाउँमा जाँदाखेरि ऊ प्युरिफाइड भएर निस्किन्छ हैन र वास्तवमा भन्यो भने रियल नागरिक बन्यो भन्ने कुरा हुन्छ एउटा कर्मठ नागरिक बन्यो भन्ने कुरा हुन्छ सो हामीले अबको संरचना यस्तो होस् कि हार्डवेयर एज वेल एज सफ्टवेयर दुईटै भ्रष्टाचारलाई न्यूनीकरणमा प्रबल बनाउने हेल्प गर्ने र ऊ त्यो गरे बापत ऊ एप्रिसिएटेड हुने उसको चेतना बढ्दै जाने खालका स्ट्रक्चरहरू बनाउन जरुरी छ यसको लागि राज्यले यो चेतनामूलक शिक्षालाई फेसिलिटेट गर्नको लागि जसरी पहिला हैन यो राज्य सत्ताको बारेमा लाओत्सुले को सित जोडिएको एउटा कथा छ कि लाओत्सु भन्ने जो एकजना सन्त हुनुहुन्थ्यो उहाँलाई त्यहाँको देशले यतिको इन्टेलिजेन्ट मान्छेलाई चाहिँ म सरकारमा लिन्छु भनेर उहाँले सरकारमा राख्यो त्यति बेलाको राज्यले र एउटा केस पर्यो उहाँकै विषयमा उहाँकै समयमा के भन्छ भने एकजना चोर पक्राउ भयो अनि चोर पक्राउ भइसकेपछि खानतलासी गर्दै जाँदाखेरि धेरै मान्छेहरूले चाहिँ के सोचे त भन्दाखेरि यो चोरलाई पक्रिहाल्नु पर्छ भन्ने कुराहरू सोचे हैन तर लाओत्सुले के गर्नु भने जसको सामान चोरिएको हो त्यो चोरिएको सामान वाला मान्छे जो छ साउ र त्यो चोर दुईटैलाई 6 महिना जेल हाल्न भनेर भन्यो अब आश्चर्य लाग्छ कि हामीलाई यो एंगलबाट हामी सोच्दैनौं हैन कि त्यो चोर त मान्छे त हामी पकडमा लिनुपर्छ भन्ने कुराले हामी त सोच्छौं हैन तर त्यो चोरले जसको सामान चोर्यो त्यो मान्छेलाई 6 महिनामा किन जेल त प्रश्न उठ्यो किनकि उले धेरै कलेक्सन गर्यो उले धेरै हिंसात्मक ढंगले चाहिँ सम्पत्ति कमाइदियो हैन यति धेरै सम्पत्ति उले कमाइदिसकेपछि अब त्यो चोरले विकल्प कहीं पनि भेटेन हैन अनि त्यसपछि ऊ विकल्प रहित अवस्थामा चोर्न बाध्य भयो भन्ने कुरा आयो त्यसैले चोर्न बाध्य बनाउने जो साउ छ हैन त्यसलाई पनि 6 महिनामा जेल हाल्ने भनेको मतलब के हो त भन्दाखेरि चरित्र निर्माण हैन राज्यका सम्पूर्ण अंगले गराउने हो प्रधानमन्त्री देखि लिएर कुनै पनि मान्छेहरू चाहिँ अलग होइनन् हैन यो सोसाइटीको त्यसैले के भन्छ भने चाइनिज उखान हैन कि फिश रट्स फ्रम द हेड हैन माछो टाउकोबाट गनाउन सुरु गर्छ भन्ने जुन भनाइ छ सो यो कुरा यहाँ पनि लागू हुन्छ यो सरकारले पहिला त आफूलाई भ्रष्टाचार मुक्त बनाओस् र त्यसपछि त्यसले त्यो प्रोसेसलाई प्रोपागेट गरोस् त्यो नलेजलाई प्रोपागेट गरोस् फैलाउन सकोस् हैन जे उले गर्दैन त्यो कुराको नलेज पनि दिन सुरु गरोस् उले नगर्ने मात्रै होइन त्यसलाई एउटा एजुकेसन सिस्टममा लान सकोस् त्यसैले दुईटा प्रोडक्टिभिटीमा ख्याल गर्नुपर्छ एउटा त वर्क प्रोडक्टिभिटी स्वयं भइहाल्यो डेलिभरी भइहाल्यो दोस्रो त्यो डेलिभरी गर्ने क्रममा त्यो एजुकेसन सिस्टम पनि जाओस् कि वास्तवमा भ्रष्टाचार कति धेरै गलत चीज हो यो आत्माको प्वाल हो यो हैन यसरी बुझाउन सकियोस् त्यसैले एउटा यस्ता खालका मिस्ट्री स्कुल पनि हामीलाई आवश्यक छ यो सरकारले स्थापित गर्नुपर्ने छ जो लाओत्सुको जस्तो क्यारेक्टर भएका मान्छेहरू कसरी उत्पादित भए त हामीले त्यो स्टडी गर्न जरुरी छ चरित्रको निर्माण रियली कसरी हुन्छ त हैन पहिलेका ऋषिहरूले कस्ता खालका शिक्षाहरू दिए त विश्व बन्धुत्वको शिक्षाहरू दिए हैन सबै परिवार हो एउटै परिवार हो भन्ने तरिकाले ग्लोबल फ्यामिलीको कन्सेप्ट कसरी ल्याउन सके त हैन भन्दाखेरि उहाँहरुले त्यो चेतना प्राप्त गर्नुभयो एउटा कुनै गुरुकुलमा हैन त्यसैले अब हामी त्यस्ता खालका गुरुकुलहरु त्यस्ता खालका मिस्ट्री स्कुलहरु जहाँ आत्माको अध्ययन हुन्छ जहाँ चरित्रको अध्ययन हुन्छ जहाँ नैतिकताको पाठ पढाइन्छ त्यस्ता खालका स्कुलहरु पनि राज्यले चलाओस् ठाउँ ठाउँमा इन्डिपेन्डेन्टली चलाओस् ताकि त्यहाँ गएर व्यक्तिले
केही सिकोस् हैन, दक्षतामुखी शिक्षाहरू पनि सिकोस्, रोजगारीका मुख्य शिक्षाहरू पनि सिकोस्, नैतिकतामुखी शिक्षाहरू पनि सिकोस्, आत्मवान हुने कुराहरू पनि सिकोस्, कर्मठ भन्ने व्यक्तिहरू पनि सिकोस्, मरेर केही लान सकिँदैन भन्ने कुराहरू साँच्चै के उसले बुझोस्। अहिले त शास्त्रीय रूपमा त सबैलाई थाहा छ हैन, पहिलाका नेताहरूलाई पनि थाहा थियो कि मरेर त केही लान सकिँदैन, तर किन भ्रष्टाचार रोक्न सकेनन् त भन्दाखेरि उनले त्यो कुराहरू भन्नलाई भने गर्नलाई त्यो गरेनन् हैन। के दोहोरो शिक्षाको भन्दाखेरि एउटा भन्ने तर गर्दाखेरि चाहिँ अर्को गर्ने खालको भावनाले सबैले त्यही कुराहरू सिके हैन। त्यसैले फेरि पनि कुरा आउँछ, शिक्षा विकारे सकलो विकार, शिक्षा सुधारे सकलो सुधार। आम शिक्षामा व्यापक रूपमा परिवर्तन गर्न जरुरी छ र यहाँ चाहिँ जो हामी के भन्छ भने द पर्सन हु नोज इज रिस्पोन्सिबल भन्छ कि इङ्ग्लिसमा, जसले जान्छ त्यही जिम्मेवार हो। यदि सरकार चलाउने व्यक्तिले साँच्चैकै देशलाई भ्रष्टाचार मुक्त बनाउन जान्छ भने उसले भ्रष्टाचार मुक्ति भनेको के हो रियलमा र यसको सुन्दर पक्ष के हो त नि। भ्रष्टाचार मुक्त हुने भनेको मतलब के भने यसको त केही बेनिफिट पनि त हुनु पर्यो नि। म भ्रष्टाचारी छैन भने मलाई आनन्द हुनु पर्यो हैन। लुकेर पैसा चोर्दाखेरि चाहिँ फाइदा हुन्छ भने त किन नचोर्ने भन्ने खालको कन्सेप्ट छ भने त उसलाई त हामी कति दिनसम्म रोक्न सक्छौँ त नि हैन। सो त्यो रोक्न सकिँदैन। सो अन्डर द टेबल अथवा हामीले सिस्टमले तान्न सक्नेसम्म त तान्छौँ, तर फेरि लुकेर पनि भ्रष्टाचार गर्न सक्छ उसले। तर त्यो चिजलाई चाहिँ जरैबाट समाप्त गर्नको लागि के गर्नु पर्यो त भन्दाखेरि भ्रष्टाचार नहुनु भनेको बहुत सुन्दर पक्ष हो। यो ठुलो एउटा एचिभमेन्ट हो, एउटा व्यक्तिमा ठुलो खुसीको लागि एउटा स्रोत पनि हो। सत्य बोल्नु सुखको स्रोत हो। यो भ्रष्टाचार नगर्नु सुखको स्रोत हो। सुशासनमा हिँड्नु स्वयं सौन्दर्यात्मक एक्टिभिटी हो। यो एउटा ब्युटिफाई गर्ने चिज हो भन्ने तरिकाले हामीले स्थापित गर्न सक्यौँ भने यसले साँच्चैकै एउटा नयाँ कम्पास पाउँछ, नयाँ डिरेक्सन पाउँछ। अब अघि मैले भने जस्तै डिरेक्सनलेस प्लेन जस्तो यो हुँदैन। अब यसले राइट डिरेक्सन पायो, जुन डिरेक्सनमा अब हिँड्दाखेरि मजा छ, सुख छ, शान्ति छ, प्रसन्नता छ, त्यो जोयफुलनेस छ हैन, आनन्द छ। सो वास्तवमा नेपाल यस्तो देश हो जहाँ ऋषि मुनिहरूले लामो समयदेखि तपस्या गरेको र यो गुरुकुलीय शिक्षा स्थापित भएको यो ठाउँ भएको हुनाले निश्चित रूपमा यो सरकारले यो चिजहरूमा पनि खुब ख्याल गरोस् हैन। किनकि ब्याकग्राउन्ड नभइकन, ब्याकग्राउन्ड एजुकेसन नभइकन हामीले खोजेको प्रडक्ट निस्किन सक्दैन। त्यसैले अहिले हामीले एउटा सेन्सुअल प्लेजरको लागि, एउटा भाइरल हुने ट्रेन्डको लागि हैन, पपुलारिटीको लागि मात्रै काम गर्न खोज्यो भने त्यो छिट्टै नै त्यो स्खलित हुनेवालै छ हैन। र हामी फेरि डिरेक्सनलेस हुन्छौँ। किन त भन्दाखेरि पपुलारिजम त्यो आफै घट्छ भने नो प्रब्लम, तर पपुलारिटीलाई टार्गेट गराएर जब हामी कामहरू गर्न थाल्छौँ त्यो लामो समयसम्म टिक्दैन, किनकि त्यसको बेसलाइन नै छैन, त्यो पपेट हुन्छ हैन। जसरी भनिन्छ नि, पपेट भनेको मतलब के हो भने जसरी धानमा चामलको गेडा भएन भने त्यो भुस्सा भएको जस्तो अनुभूति मात्रै दिने, त्यस्तो खालको नहोस् हैन। सरकार साँच्चैकै खँदिलो होस्। खँदिलो हुनको लागि यसका साँच्चैकै यसले जुन धरातलमा टेकेको छ नि ती प्रिन्सिपल्सहरू, त्यो ज्ञानहरू, ती सोचाइहरू, ती सम्पदाहरू हुन्। त्यो सम्पदामा उसले टेक्नुपर्छ ताकि त्यो अखण्ड बनोस् हैन, अक्षरमा टेकोस् भन्छ कि, जहाँ क्षयीकरण नहोस्। सो त्यस्तो राइट धरातल भेट्नको लागि सरकारले सबैभन्दा ठुलो काम चाहिँ शिक्षामै गर्नुपर्छ हैन। त्यो व्यापक परिवर्तन त्यहाँबाट मात्रै अनुभूतिमा आउँछ। अल्दो सुरुमा अलिकति समय लिन्छ यसले हैन, समय लिन्छ, तर समय लिने कुरा पनि एजुकेट गर्दै जानुपर्छ। जनताले जे चाहन्छन् त्यही दिने भन्ने तरिकाले पपुलारिटीको कन्सेप्टमा गइयो भने जनता एक्साइटमेन्ट मात्रै चाहिरहेको हुन्छ, कम्फोर्ट जोनमा मात्रै हिँड्न चाहिरहेको छ र हामीले त्यसलाई मात्रै सप्लाई गर्दै गयौँ भने यो पपुलारिस्टिक कन्सेप्टमा जान्छ र लास्टमा दुर्घटना निम्त्याउँछ। त्यसैले सत्ताले के सोचोस् भन्दाखेरि आफै पपुलर भइन्छ, काम गर्ने क्रममा रिकग्नाइज गर्छन् भन्ने त्यो अलग कुरा भयो, तर त्यसमा एनर्जी नजाओस् हैन। अक्सर धेरै जसो मैले अहिले संसदमा आएका सांसदहरू हुन त अभियन्ताहरू पनि हुनुहुन्छ धेरै हैन, कलाकारिताको क्षेत्रबाट पनि आउनुभएको हुन्छ। यो भाइरल बन्ने ट्रेन्ड भन्छ अहिले हैन। सो त्यो भाइरल बन्नु नराम्रो कुरा त होइन हैन, तर भाइरल बन्नको लागि चाहिँ विभिन्न खालको स्टन्टबाजी मात्रै गरिराखियो भने त्यसले चाहिँ फेरि राइट कल्चर चाहिँ बनाउन सक्दैन। त्यसैले उहाँहरू सबैलाई मैले के भन्न चाहन्छु त भन्दाखेरि प्रत्येक फाउन्डेसनको हाम्रो सन्देश पनि के जान चाहन्छ भने कोही पनि व्यक्तिले रियल धरातल जबसम्म टेक्दैन रियल प्रोग्रेस हुनै सक्दैन हैन। त्यसैले पहिलो काम चाहिँ के त भन्दाखेरि पपुलारिटीलाई पनि
यस तरिकाले हेरियोस् हैन र हामीले राइट कल्चर निर्माण गर्न सकौं। सुशासन वास्तवमै भन्यो भने आन्तरिक घटना हो खासै। जब हामी व्यक्तिमा सुख शान्ति आनन्द प्रसन्नता आउन थाल्छ र आन्तरिक रूपमा अब सुशासन कायम भयो, मेरो शरीर मेरो मन मेरो चेतना एउटा एलाइनमेन्टमा आयो भने मेरो शरीर सुशासन छ। त्यस्तै मेरो शरीर सँगसँगै मेरो परिवारमा पनि सुशासन भयो। परिवारबाटै भ्रष्टाचार मुक्त कन्सेप्ट अब ल्याउन सकिन्छ। त्यसैले यो बडा आन्तरिक घटना हो यो भ्रष्टाचार मुक्त हुने दिशा हैन। तर टेक्निकली पनि हामी केही फेसिलिटेट गर्यौं भने त्यो सुन्न सुगन्ध हुन्छ। त्यसैले सारमा पनि र रूपगत पक्षमा पनि दुईटैमा हामीले भ्रष्टाचार मुक्तिका दिशाहरू सुशासनका विधिहरूलाई हामीले समाप्न जरुरी देख्छु मैले। सरकारसित धेरै जनताका धेरै थुप्रै अपेक्षाहरू छन् हैन। जनताका थुप्रै अपेक्षाहरू छन् किनकि हिजोका जति पनि फ्रस्ट्रेसनहरू छन्, जति पनि डिजायरहरू चाहिँ फुलफिल नभएका सबै चीजहरूको रेजिड्यू प्रत्येक व्यक्तिसित छ र जनताले त्यो लेभलको अपेक्षा गरेका छन्। तर सरकारले के कुरा बुझाउन जरुरी छ त भन्दाखेरि अपेक्षाहरू गर्दैमा अपेक्षा पूरा हुँदैनन्। अपेक्षा पूरा हुने एउटा साइन्स छ, विज्ञान छ हैन। सो यो विज्ञान चाहिँ बताउन जरुरी छ। हामीले त्यसैले अनावश्यक आश्वासन दिन जरुरी पनि छैन। जे काम गर्न सम्भव छ, जे अहिलेको फ्रेमले गर्न सक्छ त्यो फ्रेमबाट काम सुरुवात गर्नुपर्छ र जनतालाई के बुझाउन जरुरी छ त भन्दाखेरि सरकार र जनता सेपरेट होइनन्। जसरी एउटा समुद्रमा माछा र समुद्र अलग हुँदैनन्, ठीक त्यस्तै जनता सरकार र यो राज्य व्यवस्था एउटै एलाइनमेन्टमा आउन जरुरी छ। त्यसको लागि राज्यले पहिला त ट्रान्सपेरेन्सी गरोस् कि म यो काम गर्न सक्छु, यो काम चाहिँ डाइरेक्ट कन्ट्रोलमा छ, मेरो हातमा छ। अर्को चाहिँ काम चाहिँ के छ, जनतासित मैले मिलेर काम गर्नुपर्छ, त्यो चाहिँ इन्डाइरेक्ट कन्ट्रोलमा छ र के चाहिँ राइट नाउ अहिले कन्ट्रोलमा छैन भनेर चाहिँ पहिला त समस्याको प्रकृतिलाई उसले छुट्याउन सकोस् हैन। त्यो छुट्याउन सक्यो भने के हुन्छ त, पहिलो काम त अनेस्टी भयो कि जनतासित उसको ट्रान्सपेरेन्सी क्लियर भयो। यसो भएमा के हुन्छ त भन्दाखेरि जनताले अब साथ दिन थाल्छन् हैन। सरकारलाई त हामीले नै त हो नि टेका दिने, भोट हामीले दिएका हो भने टेका पनि हामीले नै दिने हो। त्यसैले हाम्रो एक्सटेन्सन हो यो सरकार। यस्तो प्रत्याभूतिमा लान सकियो भने के हो त, अब त्यो रिजोनेन्समा जान्छ। पहिलो काम त के त भन्दाखेरि कसरी जनतासित रिजोनेन्समा जाने, जनताका समस्यालाई सुन्ने र अनावश्यक आश्वासन नदिने, प्रायोरिटी सेट गर्न सक्ने यो क्यापेबिलिटी चाहिँ सरकारले डेभलप गर्नुपर्छ हैन। के हो त रियल समस्या हैन। जहिले पनि रियल समस्या र भर्चुअल समस्या हामीले थाहा पाउन सक्नुपर्छ। कुन मनोवैज्ञानिक समस्या हुन्, कुन भौतिक समस्याहरू हुन्, ती समस्याहरूको प्रकृतिलाई छुट्याउन सक्नुपर्छ। र भन्छ नि अत्यावश्यक, आवश्यक र नन रिलेभेन्ट, यी तीनटा क्याटेगोरीमा समस्याहरूलाई छुट्याउन सक्नुपर्छ। जनताको स्वास्थ्यसित, जनताको शिक्षासित, जनता डेभलप हुने कुराहरू चाहिँ पहिलो प्राथमिकतामा जानुपर्छ हैन। जनताको सुशासनसित, जनताले पाउने शान्तिसित, जनताका केही कुराहरू छन् अर्जेन्ट निड्सका कुराहरू, त्यस्ता कुराहरूलाई चाहिँ पहिला राज्यले एड्रेस गर्दै त्यसपछि मानौ ऋण लिन्छ भने पनि जनतालाई भनोस् कि उसले मैले यो कारणले ऋण लिनुपर्ने भयो हैन, ताकि कुनै पनि चीजहरू चाहिँ जनताको नजरमा नलुकोस् कि। सरकारले अनावश्यक आश्वासन दियो भने के हुन्छ, लुकाउनु पर्ने हुन्छ। यो भनेको झुट। जसरी हामी कुनै व्यक्तिसित सानो झुट बोल्दाखेरि हामीलाई त्यो कन्टिन्युअसली जोगाइराख्नु पर्ने हुन्छ त्यो झुटको लागि हैन, र पक्रिने सम्भावना हुन्छ। जनताको हातमा हामी पक्रिने काम नगरौँ हैन, जनतालाई देखाइदिउँ र बरु एजुकेट गरौँ। उनीहरूको अपेक्षा जुन छ फटाफट रातारात भन्ने कुरा चाहिँ त्यो चाहिँ हुँदैन। हामीले जनताले पनि यो सबै जनताले चाहिँ के एजुकेटेड हुन जरुरी छ त भन्दाखेरि हाम्रो गुरुदेवले भन्नुहुन्छ कि पहिलो काम त हामी लामो समयसम्म सुत्यौँ हैन, हाम्रो तमस खतरनाक छ हैन, हाम्रो बेहोसी खतरनाक छ, हामीले अहिलेसम्म आफूलाई झकझोरेकै छैनौँ। त्यसैले यहाँ अब सरकार मात्र होइन जनता जाग्न जरुरी छ। हामी जनताले के चाहिँ सोच्नु हुँदैन भने हामीले भोट हाल्यौँ हाम्रो कर्तव्य सकियो भन्ने तरिकाले सोचेर फेरि हामी सोच्न थाल्यौँ भने फेरि समस्या आउनेवाला छ हैन। जसरी एउटा राम्रोसँग कभर नगरेर छत नओढाएर राम्रोसँग पाली नराखिकन हामीले जहिले पनि त्यो छेपाराको उखान जस्तै हैन भन्छ नि कि यो प्रहर त गयो हैन, भोलि चाहिँ फेरि छाना छाउला भनेर एउटा इन्द्रबहादुर राईले एउटा कथा लेख्नु भएको थियो, एउटा आख्यान लेख्नु भएको थियो। त्यस्तै नबनोस् यो हैन,
कि फेरि भोलि चल्छ भने जस्तै तरिकाले जुन हाम्रो भोलिवाद थियो नि, त्यो भोलिवाद भनेको के हो? अकर्मण्यताको परिणाम थियो। सो त्यो परिणाममा हामी नजाऊँ होइन, किनकि राज्य सत्ता हाम्रो लागि हो नि त खासै होइन। जनताले के सोच्नु पर्यो, हामी सबैले के सोच्नु पर्यो त भन्दाखेरि कसैले फेसिलिटेट केही गर्दैछ भने उसलाई केही चिज हामीले दिनुपर्ने हुन्छ र त्यो प्रतिको जवाफदेहिता हामीले पनि लिनुपर्ने हुन्छ। जिम्मेवारी जनताको तर्फबाट पनि छ। जति सजग हामी भयौँ त्यति नै हामीले राम्रो सरकार दिन सक्छौँ। जति हामी समावेशी कल्चरमा हामीले वाच गर्न सक्छौँ, त्यसैले हाम्रो अब्जर्भेसन सरकारप्रति राम्रो चनाखो हुनु पर्यो र प्रोएक्टिभ हुनु पर्यो, रिएक्टिभ होइन। यो जब हिजो सरकारलाई खुब दोष लगाइस्, अहिले चाहिँ के नै गरिस् र तैँले के नापिस् र भन्ने तरिकाको भाषा चाहिँ के हो? रिएक्टिभ ल्याङ्ग्वेज हो। हाम्रो ल्याङ्ग्वेज चाहिँ प्रोएक्टिभ हुनु जरुरी छ होइन। के सम्भावना छ त गर्न सकिने अहिलेको तत्कालको पोसिबिलिटी के छ त? हामी त्यो कामहरूमा गर्न थाले बित्तिकै थुप्रै एनर्जी रिलिज हुन थाल्छ, हामी आफैमा पनि रिलिज हुन थाल्छ। हामीले प्रायोरिटी सेट गर्न थाल्छौँ र हामी आफै सल्भ गर्न थाल्छौँ। जस्तो एउटा सानो उदाहरण होइन, दार्चुलामा एउटा सानो तुइनको समस्यालाई देखियो होइन, एउटा टोली गयो त्यहाँ गएर तुइन बनायो। आखिर त्यहाँ राज्यले गर्नै पर्छ। राज्यले के गरेर भनेर चाहिँ खालि लोपा मात्रै खुवाउने काम गरियो भने पनि त्यो चाहिँ एक प्रकारको मनोरोग हो त्यो होइन। हामीले जहाँ जे सम्भव छ त्यो काम पनि गर्दै जाने, सरकारलाई सचेत बनाउने। खालि के हो त भन्दाखेरि सरकारसित हाम्रो एउटा कुरा चाहिँ के रहनुपर्छ भने अनइक्वल डिस्ट्रिब्युसन हुनु भएन है। कोही मान्छेले चाहिँ एउटा पोजिसन पाएको आधारमा चाहिँ होइन, ऊ सेवक हो। नेता भनेको त्यहाँको जनताको सेवक हो, सेवा गर्नलाई गएको, जनताले राखेको नोकर हो यदि सत्ता भन्ने हो भने। सो त्यो नोकरले चाहिँ जहिले पनि जनताप्रति जवाफदेही बनिराख्नुपर्छ। सकिएन है हजुर जनता जनार्दन भनेर उसले कन्टिन्युसली भनिराख्नुपर्छ, रिक्वेस्ट गरिराख्नुपर्छ। त्यो सरकारले यदि त्यो चुक भयो भने म नै मालिक हुँ भन्ने तरिकाले जब सोच्न थाल्छ, नाउ त्यहाँबाट इरर सुरु हुन्छ, त्यहीँबाट करप्सन सुरु हुन्छ। त्यसैले यस्तो इगो राख्दै नराखोस् र सरकारले होइन मलाई प्रधानमन्त्री बनिसके नाउ आई एम द पावरफुल, नो, यो हुँदैन। त्यसैले अबको सरकारको नियम नीति सर्भेन्ट लिडरसिप भन्छ। सर्भेन्ट लिडरसिप भनेको के हो भन्दाखेरि कि म सेवक हुँ होइन, सेवा गर्नुमा मलाई आनन्द छ, खुसी छ। जनता प्रोस्पेरिटीमा बढेको, उनीहरूले चाहिँ सुख पाएको देख्दाखेरि मेरो आँखामा हर्षले आँसु छचल्कियो भने द्याट इज द राइट एलाइनमेन्ट होइन। जनताको त्यहाँ दार्चुलाको एउटा लेडी सानो फुच्चीले तुइन चढ्न नपरेर कठिनाइ बेहोरेर पुल क्रस गर्न सकिन् भने हाम्रो हृदय यहाँ खुसी हुने स्थिति आयो भने नाउ वी आर रियली कनेक्टेड। हामी दार्चुलामा जानु पर्दैन होइन। सो कहीँ पनि हाम्रा देशका जति पनि ठाउँहरू छन्, कर्णालीका मान्छे हुन् या मधेसका मान्छेहरू हुन्, कुनै पनि जनसमुदायहरूको बिचमा उनीहरूको दैनिकीमा होइन जब उनीहरूले सुखका दिनहरू पाउँछन्, हामीलाई खुसी लाग्छ भने हामी त्यहाँ कनेक्टेड महसुस गर्नुपर्छ। तर जनतालाई सोध्नु पनि हामीले पनि दिनु हुँदैन खासै, किनकि सुख चाहिँ चाहने, शान्ति चाहिँ चाहने, सबै फेसिलिटी खोज्ने, तर सुती भइहालोस् भन्ने तरिकाले जुन सोचाइ छ त्यो चाहिँ हार्मफुल छ। त्यसैले सरकारको एउटा कुनै चुनौती छ भने त्यो चुनौती के हो त भन्दाखेरि यो कोमा तोड्नु जरुरी छ होइन। र सरकारले यस्तो तरिकाको प्रोग्रामहरू ल्याओस्, यस्ता खालका योजनाहरू ल्याओस्, यस्ता खालका जागृतिका अभियानहरू ल्याओस् ताकि जनताले पनि आरामसित सुतुन्। तर सुत्ने भनेको मानौ 6 घण्टा सुतुन्, तर अन्य समयमा चाहिँ सृजनशील बनुन्, कर्मठ बनुन् होइन, शिक्षित बनुन् होइन। आफ्ना बच्चाहरूलाई चाहिँ एक ठाउँमा छोडेर मोबाइलले नै ह्यान्डल गरिहाल्छ भनेर चाहिँ भात खुवाउने बेला पनि मोबाइल देखाउने होइन। र अनि गैर सृजनशील बनाउने बच्चाहरूलाई सानैदेखि एकदम पपेट बनाउने होइन, र एकदम आफू अट्याच्ड हुने र पैसा कमाउँछ भने चाहिँ विदेश पठाउनलाई प्रेरित गर्ने खालि होइन, र पैसै मात्र केन्द्रबिन्दुमा हो भन्ने तरिकाले त्यो परिवारले जब सोच्न थाल्छ नि त्यहाँबाटै करप्सन सुरु भइसकेको हुन्छ। त्यसैले कुरा बुझ्नुपर्ने कहाँनिर छ त भन्दाखेरि कसैले हामीलाई बनाइदिनेवाला छैन। एउटा मैले अहिले सबैभन्दा बढी अहिले हाम्रो महावीर पुन हुनुहुन्छ होइन, उहाँको कहिलेकाहीँ कुराहरू सुन्छु। नेपालीहरू धेरै आशा गर्छन्, यो आशा गर्ने कल्चर बन्द गरौँ, जे सम्भव छ त्यो गरौँ भन्नुहुन्छ कि होइन। सो त्यो स्वयं नै एउटा गजबको एउटा इन्साइट जस्तो लाग्छ मलाई। हामीलाई राज्यलाई अथवा सरकारलाई अथवा जनतालाई कुनै चिजले लिबरेट गर्छ भने त्यो अन्तर्दृष्टिले लिबरेट गर्छ, त्यो आन्तरिक अब्जर्भेसनले लिड गर्छ। समस्यालाई देख्न सक्नु पर्यो, पहिला त डायग्नोसिस गर्नु पर्यो। हाम्रा जति पनि समस्याहरू हुन्, समस्याको राइट रिकग्निसन हुन थाल्यो भने समाधान त निस्किहाल्छ। अहिलेसम्म भएको समस्या के हो त, राज्यले दुःख पाएको, जनताले दुःख पाएको कारण के हो त भन्दाखेरि वी हेभ नट डायग्नोस्ड
हाम्रो प्रब्लमहरू के हो भन्ने कुरा राम्रोसँग डायग्नोसिस गर्न सकेनौँ र डायग्नोसिस गर्दाखेरि के कुरा पत्ता लाग्यो भने हाम्रै आलस्यताले समस्या ल्याएको। चाइनामा के भनिन्छ भने एउटा कल्याणी धरती भन्ने उपन्यास पढ्ने क्रममा कस्तोसम्म कुरा आथ्यो भन्दाखेरि त्यहाँका जनताहरू कुन लेभलको गरिबीमा थिए त भन्दाखेरि एउटा गोरु थियो अरे, एउटा सानो बच्चा थियो अरे हैन, दुईटै मर्ने के अरे बच्चा मर्न लागिरहेछ। आमा बाउले आफ्नो ज्यानलाई जोगाउनको लागि गोरु बेचियो भने, गोरु खाइयो भने हाम्रो परिवार रहँदैन, जोत्न पनि पाइँदैन हैन। त्यसैले अब बच्चा चाहिँ खाने कि के गर्ने भन्ने खालको निर्णयमा पुग्न नसकेर त्यसको राइटर पल एस बकले भनेका छन् कि कल्याणी धरती भन्ने एउटा उपन्यास जुन लेखिन् हैन, चाहिँ त्यसमा त्यस्तो खालको सिचुएसन जुन आयो नि हैन कि मान्छे खानुपर्ने स्थिति भनेको मतलब के हो भने त्यति धेरै तल्लो तन्नम स्थितिमा चाइना पुगेको थियो हैन। र त्यहाँका मान्छेहरू चाहिँ धेरै मान्छेहरू गाँजा खाएर सुत्थे अरे हैन। अनि लन्डनले के भन्थ्यो भने, ग्रेट ब्रिटेनले के भन्थ्यो भने दे आर द स्लिपिङ टाइगर्स, लेट देम स्लिप हैन। सो वी आर अल्सो द स्लिपिङ टाइगर, हामी सुतेका मात्रै हौँ, वास्तवमा हामीहरू नेचर टाइगर हो है। हामीले नेपालीले हाम्रो विरासत, हाम्रो गरिमा, हाम्रो जुन पुर्खाले राचिएको जुन साँच्चीकै गरिमा थियो त्यो त साँच्चीकै ठुलो छ त, ठुलो सम्पदा छ नि त। त्यो हामीले सम्पदालाई सम्झेर अब हामी त्यो गहिरो पुरानो विरासतलाई राम्रोसँग रिकग्नाइज गरेर हामीले आफूलाई अलाइनमेन्टमा लैजानुपर्छ र सरकारले पनि त्यो दिशालाई फेसिलिटेट गरेर त छिटै रिजोनेन्स भन्छ र हामीले जे खोजेको प्रगति हो नि त्यो अन्य देशसित, सिङ्गापुरसित अथवा कुनैसित मात्रै तुलना गर्नु पर्दैन। हाम्रो देश आफैमै युनिक छ हैन, योसित यसका स्ट्रेन्थहरू फरक छन्। त्यसैले नेपालको राष्ट्रियता, नेपालको विकासलाई हामीले आफ्नै तरिकाले, मौलिक तरिकाले डिफाइन गरेर लान सक्छौँ। त्यो मोडेलमा हामीले देशलाई लैजान सक्छौँ। सरकारले पनि त्यो दिशामा काम गरोस् भन्ने हाम्रो चाहना छ। मैले जहाँसम्म बुझ्छु, अब मैले पनि वास्तवमा भने नि न्युज मिडियाबाटै हेर्ने हो, बालेन्द्र र रवि दुईटैलाई देशमा परिवर्तन चाहिँ गर्नुपर्छ भन्ने एउटा हुटहुटी, एउटा प्रेरणाले उहाँहरू जोडिएको देखा पर्छ। त्यसैले उनीहरू आफूमा इमान्दार हुने र जनताप्रति इमान्दार रहन्जेलसम्म उहाँहरूको युनिफिकेसन बढ्छ। किनकि केन्द्रबिन्दुमा के छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हो। हामीले कोही मान्छे मिल्छन् कि मिल्दैनन्, उनीहरू समीकरणमा जान्छन् कि जाँदैनन् भन्ने कुरामा के कुरालाई ख्याल गर्नुपर्छ भने उनीहरूले यदि केन्द्रबिन्दुमा आफ्नो इगोलाई राखे भने निश्चित रूपमा उनीहरूको युनिफिकेसन हुँदैन, सेपरेसनमा जान्छन्। तर केन्द्रबिन्दुमा हैन अनेस्टी छ, केन्द्रबिन्दुमा देश विकास छ हैन, देश विकासमा नै मेरो विकास छ, समाजको विकास छ, सोसाइटीको विकासमा नै मेरो विकास छ, समाजका सबै मान्छेले चाहिँ न्याय पाउनुमा नै मेरो विकास छ भन्ने तरिकाले सोच्छन् भने युनिफिकेसन सजिलो छ, बन्छ त्यो हैन। अल्दो काम गर्ने क्रममा कहिलेकाहीँ टेक्नोलोजीमा केही समस्याहरू आउँछन् हैन, कहिलेकाहीँ विचारहरूको फरक मत आउँछ, त्यो सुन्दर पक्ष हो त्यो हैन। एउटै विचार हुनुपर्छ भन्ने छैन, तर विचारलाई ठाउँ दिने खालको कल्चर जब बन्छ त्यहाँ विभिन्न विचारहरू आउँदाखेरि त्यो विभिन्न विचारले एउटा सुन्दर पक्ष बनाउँछ। त्यसैले कहिले पनि राज्य सत्तामा जुन इगोका विभिन्न खालका लडाइँहरूले गर्दाखेरि हामीले पहिला लामो पास्ट उसमा पनि हामीले हेऱ्यौँ, एउटा संविधान बनाउनको लागि 9 वर्ष लाग्यो हैन। त्यो केले कारणले त भन्दाखेरि समस्याको राइट रिकग्निसन भएन, जस कसले लिने भन्ने कुराहरूको समस्या आयो, इगो बेस्ड लडाइँ भयो हैन। हामीले त्यो अहङ्कारलाई चिन्न सकेनौँ र राइटली त्यसको डायग्नोसिस गर्न सकेनौँ। अहिले पनि यो जुन सत्तामा जसरी कम्बिनेसन देखिएको छ, अहिले त सुरुमा सुन्दर पक्ष नै देखिएको छ हैन, तर भविष्यमा यसले उनीहरू दुईटै मात्र होइन, ओभरअल जुन राष्ट्रपादेखि लिएर सबै देशका जो नेताहरू छन् तिनीहरूले नेताले केलाई केन्द्रबिन्दुमा राख्छन्, सेवालाई केन्द्रबिन्दुमा राख्छन् भने समस्या छैन, देशको प्रगतिलाई केन्द्रबिन्दुमा राख्छन् भने समस्या छैन, इमान्दारितालाई केन्द्रबिन्दुमा राख्छन् भने समस्या छैन, सुशासनलाई केन्द्रबिन्दुमा राख्छन् भने समस्या छैन हैन। यसले अगाडि बढ्छ, बाटो पाउँछ। तर होइन म मेरो भन्ने फेरि जुन इगो छ नि, मेरो प्रेस्टिज हैन, मेरो सिद्धान्त भन्ने खालका तथाकथित म मेरोसित सम्बन्धित भएर इगो बेस्ड लडाइँ हुन थाल्यो हैन। मेरो पार्टीका यति सदस्यहरू, मेरो सदस्यहरू यसमा परे कि परेन हैन। यो चाहिँ नातावाद कृपावाद जुन भन्छौँ त्यसको एक्सटेन्डेड रूप भनेको त्यो इगो म मेरोसित सम्बन्धित भएर यसले चाहिँ मलाई समर्थन गराएको थियो, मलाई यसले भोट हालेको थियो, त्यस आधारमा यो चाहिँ यसलाई मैले चाहिँ सपोर्ट गर्नुपर्छ भनेर चाहिँ अर्को पक्षको चाहिँ क्वालिटीलाई पनि हेर्न सकिएन भने यसले निश्चित रूपमा त्यसलाई ध्वंसमा लैजान्छ। त्यसैले हामीले अहिले अनुमान मात्रै गर्ने हो हैन,
बाँकी त अब हामीले काम हेर्न बाँकी छ होइन। मैले नै अहिले नै अब 2 वर्ष 5 वर्षसम्मलाई चाहिँ भविष्य सबै ठिक छ, उनीहरू एकदमै पुरा के अरे 24 क्यारेटका हुन् भन्ने तरिकाले भन्दाखेरि चाहिँ यो अतिशयोक्ति हुन्छ होइन। किनकि दे हेभ टु टेस्ट देमसेल्फ। उनीहरूले पनि अहिले अब यो परीक्षाको घडी हो, तपस्याको पिरियड हो यो होइन। किनकि अपर्च्युनिटी नपाउन्जेलसम्म सबै मान्छे राष्ट्रवादी हुन्छन्, सबै मान्छे समाजवादी हुन्छन् होइन, सबै मान्छे प्रेमल हुन्छन्। तर अपर्च्युनिटी पाएको बेला चाहिँ अब टेस्टिफिकेसन सुरु हुन्छ। त्यो परीक्षामा उनीहरू उत्रिन जरुरी छ। त्यो परीक्षामा उत्रिन्छन् कि भन्ने हामीले आशा राखौँ। हाम्रो शुभेच्छा छ कि उनीहरू त्यो जाँच पास गरून्, किनकि उनीहरूले जाँच राम्रोसँग पास गर्यो भने जनताले पनि थोरै सुख पाउँछन्। होइन भने हामी कति धेरै यत्रो अरबौँको सम्पत्ति खर्च गर्दै चुनाव गर्दै जहिले पनि त्यही लठारोमा परिराख्ने, जनता पनि त्यही समस्यामा त्यो विशेष सर्कलको दुःखमा परिराख्ने जुन एउटा पृष्ठभूमि बनेको छ, त्यसलाई उनीहरूले त्यस्तो हुन नदिउन् होइन। त्यो उहाँहरूले सोचुन् कि यो म तपस्या गर्दैछु, संसदमा जाँदैछु, सरकारमा जाँदैछु भने मेरो बिहानदेखि टेस्ट सुरु भयो होइन। पतञ्जलिले भन्नुहुन्छ कि यो मुक्तिको लागि चाहिँ क्रियाको माध्यमबाट हुन्छ, स्वाध्याय तप होइन, ईश प्रणिधान भन्छ। तप भनेको मतलब के भने तपश्चर्या। विपरीत परिस्थितिहरूलाई कतिको टोलरेन्स गर्न सकिन्छ त होइन। राष्ट्रको सेवाको लागि आई क्यान टोलरेट, म यति दुःख चाहिँ सहनै सक्छु भन्ने तरिकाले उहाँहरूले आफूलाई टोलरेन्समा ल्याउनु भयो, तपस्यामा ल्याउनु भयो भने त निश्चित रूपमा सफल हुन्छ। त्यो तपस्या अहिले सुरुवात भएको छ र वास्तवमा यो कठिन तपस्या पनि हो होइन। जनताका आश्वासन, जनतालाई उनीहरूका समस्याहरूलाई, उनीहरूको आशाहरूलाई, उनीहरूको आकाङ्क्षाहरूलाई म्यानेज पनि गर्नु छ, एजुकेट गर्नु पनि जरुरी छ होइन। सबै कुराहरू चाहिँ पुरा गरिदिन्छु भने तर केही पनि गर्न नसक्ने स्थिति आयो भने के हुन्छ त, जनता फ्रस्ट्रेटेड हुन्छन् र फेरि वाइप आउट हुन्छ। जहिले पनि प्रयोगात्मक ढङ्गले मात्रै गइरहेछ र लामो समयदेखि 30-35 वर्षसम्म जनताले पनि ट्रायल मात्रै गरिरहेको देखिन्छ होइन। एउटा ल्यायो फेरि फाल्यो, फेरि ल्यायो फेरि फाल्यो, यस्तो खालको भइरहेछ। यसमा कतातिरको दोष हो, दुईटैले देख्न जरुरी छ। जनताले पनि देख्न जरुरी छ र नेताहरूले पनि देख्न जरुरी छ। किनकि जनताले पहिला त लिडर कसलाई चोइस गर्ने भन्ने कुरामा राइट थिङ्किङ जरुरत छ होइन। सो ग्राउन्डेड थिङ्किङ जरुरत छ। सो त्यो सेन्समा अघि मैले फेरि पनि कुरा उठाएको थिएँ होइन। शिक्षा विकारे सकलो विकार, शिक्षा सुधारे सकलो सुधार। जहाँ पनि हामी यसो विचार गर्छौँ होइन, एउटा घरमा पनि के हुन्छ भने लामो समयदेखि टोलरेट गर्दै जान्छौँ, पुरानो घरमा बस्दै बस्दै गइराखेका हुन्छौँ अनि परिवारका सबै सदस्यले एकैचोटि सोचिन्छ कि होइन हो यो पुरानो घरमा कति धेरै बस्ने, अब ल फेरौँ भनिसकेपछि त्यो घर सबैले मिलेर भत्काउँछन् र फेरि नयाँ घर बनाउँछन् होइन। सो ठिक त्यस्तै 35-40 वर्षदेखि हामीले चाहिँ दुर्दशा देख्यौँ, कुशासन देख्यौँ हामीले। अब सबैले जनताले पनि सोच्यो साह्रै भएन यो त होइन, हामीले नै यो कुशासन निम्त्यायौँ होइन। हामीले पहिला कम्फर्ट जोन खोज्यौँ, जनतालाई बाहिर पठाएर हुन्छ कि भन्ने सोच्यौँ, तर हाम्रै ब्यालेन्स बिग्रियो होइन। हामीले नै पारिवारिक युनिटी भेटाउन सकेनौँ। सो त्यस्तै देशमा हामीले नेताहरूलाई पठायौँ, यिनीहरूले केही गर्छन् भनेर हामी चुप लाएर बस्यौँ अनि उनीहरूले आफ्नै दोनो सोझ्याए, किनकि हामी सजग थिएन, उनीहरू पनि सजग भएनन्। सो यो सेन्समा चाहिँ के थियो त, हामीले सबै मिलेर चाहिँ भद्रगोल गऱ्यौँ र त्यसपछि एउटा कलेक्टिभ कन्सियसनेस के उठ्यो त भन्दाखेरि होइन धेरै भद्रगोल भइसक्यो, अब यसलाई सुधारौँ भन्ने तरिकाको एउटा कलेक्टिभ कन्सियसनेसमा थोरै सुधार आयो। सो त्यसैमा एउटा के त यसलाई वस्तुगत रियालिटीले एउटा पात्र तयार गर्थ्यो होइन। सो त्यसैले हामीले एउटा कुरा चाहिँ कहाँनिर चाहिँ चुक गर्नु हुँदैन त भन्दाखेरि कुनै व्यक्ति एउटा ऐतिहासिक यो प्रोसेसको प्रडक्टको रूपमा देखा पर्छ होइन। यो अल अफ सडन यो देवत्वकरण गर्ने र एउटा देवता जस्तो आएर होइन र अल अफ सडन उसले सबै चिजहरू देख्यो भन्ने तरिकाले सोच्दाखेरि चाहिँ यो अलि अवैज्ञानिक हुन्छ। बालेन पनि यही सोसाइटीकै फ्याक्टर हुन् होइन। उनले कसरी चाहिँ प्रगति गरे त अथवा यो शासन व्यवस्थामा कसरी आयो त भन्दाखेरि उनले त्यहाँ भ्रष्टाचार देखे, विभिन्न खालका समस्याहरू देखे। थोरै इमान्दारी त उनीमा पनि पहिले नै थियो, तर यो चिजहरू चाहिँ कसरी रिभोल्ट गर्ने त होइन, कसरी नेगेसन गर्दै जाने भन्ने सेन्सबाट उनी नगरपालिकामा आए। त्यसपछि फेरि बिस्तारै होइन राज्यमै गर्न सकिन्छ कि सानो एउटा मोडेलमा प्रयोग गर्दै जाँदाखेरि त्यो थोरै सफलतामा पनि देखा पर्यो होइन। सो त्यसैले उनले अब्जर्भेसन गरेको कुरा के हो त भन्दाखेरि केही कामहरू चाहिँ गऱ्यो भने काम चाहिँ बन्द रहेछ, बोलेर चाहिँ काम हुँदो रहेछ, गऱ्यो भने काम हुँदो रहेछ भन्ने कुराको दृष्टान्त पनि बन्यो र संसारका जति पनि राजनीतिक परिवर्तनहरू छन् त्यसमा पनि उहाँ सबैले यो टिमले देख्यो होइन, जनताले पनि देखे कि गर्न खोज्यो भने काम चाहिँ हुन्छ है होइन, गफ गरेर चाहिँ काम हुँदैन भन्ने सेन्सबाट त्यो सेन्स डेभलप भयो र त्यो ऐतिहासिक पृष्ठभूमिले
त्यो एउटा ब्याकग्राउन्डले चाहिँ एउटा यस्तो खालको नेता जन्मायो हैन। सो त्यसैले यसलाई हामीले यो अन्डर द सन नथिङ इज न्यू भन्छ हैन। यस्तो खालको रिफर्मेसन योचोटि मात्रै भएको एकदम अलौकिक हो यस्तो होइन खास चाहिँ। यसो एउटा पिरियडिक सर्कलमा केही न केही भइरहेको छ। लामो समयसम्म अन्याय अत्याचारमा पर्यो भने चाइनाले कसरी प्रगति गर्यो त नि हैन। 50-100 वर्ष अगाडिसम्म त्यहाँ खान पाउँदैन थिए, अहिले कस्तो व्यापक प्रगति गर्यो हैन। सो त्यहाँको लिडरसिप हैन त्यसरी रिफर्मेसन भइरहेको छ। सो यो सेन्समा एउटा अग्रगामी भूमिका चाहिँ बालनजीको हो हैन, बालन फ्याक्टर भनिन्छ। सो त्यो अग्रगामी भूमिका को निर्माण चाहिँ फेरि ऐतिहासिक पृष्ठभूमिले क्रिएट गरेको हुन्छ, त्यो नेगेसन गर्ने साइकोलोजीबाट क्रिएट भएको हुन्छ। त्यसैले पहिलाका दिग्गज मान्छेहरूले पनि एउटा सर्टेन सेन्समा त कन्ट्रिब्युसन गरेकै छन् सोसाइटीलाई हैन। तर सधैँ एउटा कुरा के चाहिँ विचार गर्न सकिन्छ जस्तो लाग्छ मलाई भने सबै मान्छे सबै क्षेत्रमा उत्तिकै विज्ञ चाहिँ हुँदैन। राजनीतिक परिवर्तन 2046 सालको राजनीतिक परिवर्तन ल्याउँदाखेरि हाम्रा हिरोहरू चाहिँ तिनीहरू नै थिए, तर त्यो परिवर्तनको लागि मात्रै हिरा रहेछन्। तर फेरि सुशासन ल्याउनुको लागि, भ्रष्टाचार रोक्नुको लागि उहाँहरूसित त्यो टेक्नोलोजी रहन्छ हैन, त्यो विज्ञान नै रहन्छ। त्यसैले हामीले जसरी देवत्वकरण गर्यौँ उहाँहरूलाई त्यो चाहिँ हाम्रो फल्स रिडिङ रहेछ कि। त्यसैले अहिले हामी फल्स रिडिङमा जानु चाहिँ हुँदैन। त्यसपछि पनि केपी ओली जस्ता केही नेताहरू पनि आए, उनीहरू पनि एउटा राम्रै पृष्ठभूमि बनाएर आँखा जस्तो देखा पर्छन्, तर फेरि पनि एक ठाउँमा चाहिँ उनीहरूले थोरै प्रगति गरे, जनतालाई चाहिँ लिडरसिपमा दिए, तर फेरि पछाडिपट्टि जनतालाई लिडरसिप दिन सकेनन् किनकि जनताको अपेक्षाहरू एकातिर छन्, उहाँहरूको सोचाइ सिद्धान्त अर्कैतिर छ। सिद्धान्त आउटडेटेड भइसक्यो, उहाँहरूले सोच्ने ढङ्ग नै आउटडेटेड भइसक्यो। सो यो कुरा उहाँले रियलाइज गर्न सक्नु भएन। ठिक त्यस्तै जहिले पनि जनताको आवश्यकता चाहना हैन र कन्ट्री ओभरअल विश्व राजनीति कसरी गइरहेको छ ती चिजहरूलाई राइटली पर्सिभ गर्न सकिएन भने हामी आउटडेटेड हुन्छौँ र हामी त्यो मूल प्रभावमा जान सक्दैनौँ। त्यसैले यहाँ फेरि अपडेटेड हुन जरुरी छ र शिक्षालाई फेरि व्यापक रूपमा सुधार गर्न जरुरी छ ताकि हामीले अहिलेको कन्टेम्पोरेरी स्थितिलाई समात्न सकौँ। सो अहिले राइट नाउ जुन देखा परिरहेछ यसले युवा पुस्ता जेनजी पुस्ताहरू पनि राजनीतिमा लागेको स्थितिमा र यो राजनीतिले यो जो जेनजी पुस्ता छ यसले एउटा मोडलको रूपमा बालन रवि जस्ता व्यक्तिहरू चाहिँ अहिले देखेका छन्। हुनसक्छ यिनीहरूले केही एउटा लेभलसम्म त प्रगतिमा लैजालान् हैन, तर समग्र नै यिनीहरूले प्रगति गरिहाल्छन् भन्ने तरिकाले देवत्वकरण गर्नु खतरनाक छ किनकि देवत्वकरण स्वयं नै एक समस्या हो हैन। सो हामीले नेपालमा यो किन देवत्वकरण हुन्छ त भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ। कुनै पनि व्यक्तिलाई किनकि उसका लिमिटेसन छन् हैन, हरेक मान्छेका लिमिटेसनहरू छन्, उसका केही कमजोरीहरू छन्, त्यसैले क्रिटिकली एनालाइसिस गर्न जरुरी छ र चेतनाको एक जुन धार छ यसलाई चाहिँ निरन्तर प्रोग्रेसमा लानु जरुरी छ। यस अर्थमा हामीले आलोचनात्मक हुन जरुरी छ, विशेष गरी समालोचनात्मक ढङ्गले हामीले घटनाहरूलाई, व्यक्तिहरूलाई, पात्रहरूलाई, हिरोहरूलाई हामीले वाच गर्न जरुरी छ। उनीहरू हाउ दे आर कन्डक्टिङ देयर लाइफ हैन, उनीहरूको जीवन एक मिरर बनाउन सक्ने तरिकाले हामी जान सक्छौँ र त्यसैले उहाँहरूले जे कामहरू गर्दै हुनुहुन्छ अहिले एउटा सर्टेन लेभलसम्म चाहिँ उहाँहरूलाई हामीले हिरो बनाउन सक्छौँ हैन, तर सबै ठाउँमा उहाँहरू नै सर्वेसर्वा हो भन्ने तरिकाले सोच्दाखेरि त्यो सोचाइ प्रत्युत्पादक हुन्छ। त्यसैले यो फेरि अगेन कम्फर्ट जोनमा हामी जान थाल्छौँ। त्यसैले देवत्वकरण भनेको के हो भने हामी कम्फर्ट जोनमा जान खोज्नु हो। हामीले नेता मानेकै छौँ, देवता मानेकै छौँ, लौ बाबु तिमीले नै गरिदेऊ भन्ने तरिकाले यसरी सरेन्डरमा जानु खतरनाक छ, त्यो कम्प्रोमाइज हो। सो त्यो लेभलको कम्प्रोमाइज अवश्य यो हुँदैन। त्यसैले हामी वी सुड बी भेरी क्रिटिकल। अनि त्यसो गर्ने क्रममा त्यसो भयो भने हामीले बालन र रविमा भएका केही दुर्गुणहरू छन् भने पनि तिनीहरू करेक्टेड भएर जान्छ नि हैन। दुर्गुण त नभएको होइन नि, कुनै पनि मान्छे दुर्गुण सहित छ हैन, सम्पूर्ण रूपमा एब्सोल्युटली केही पनि कमजोरी नभएको भन्ने जस्तो मान्छे नै हुँदैन। पहिला त त्यसरी सोच्नु पनि हुँदैन हामीले हैन। एक लेभलमा ठिक छन् तर फेरि त्यसैलाई प्रोजेक्ट गरेर चाहिँ हामीले सम्पूर्ण रूपमा तिनीहरू नै सही छन् भन्ने सोचाइ नै बहुत गलत अन्धविश्वासी रूढिवादी सोच हो हैन। यो सोचाइले नै हामीलाई राइटली प्रगतिमा दिन सक्दैन। त्यसैले हामीले बडा क्रिटिकल्ली सोच्नुपर्छ। क्रिटिकल्ली सोच्ने भनेको मतलब साना साना कुरामै पोइन्ट आउट गरिराख्ने हैन, त्यसले किन के भन्छ कपालमा मेहन्दी कस्तो खालको लायो भन्ने कुराहरू चाहिँ बहुत रूपगत पक्षहरू हुन्। यसमा त्यति धेरै जानु हुँदैन। एउटा नेतृत्वमा बसेको मान्छेका विशेष गरी उसले गर्नुपर्ने टास्कहरू के थियो त, त्यो टास्कमा ऊ कति डेभिएसनमा गयो त भन्ने कुराहरू वाच गर्नुपर्छ। र यदि राष्ट्रिय स्वतन्त्र पार्टीको जुन पार्टी छ यदि यसलाई मूल्याङ्कन गर्ने हो भने जनताले के कुरालाई म्यान्डेट दिएका हुन् त नि, जनताले त्यो म्यानिफेस्टो पढ्यो कि पढेनन्, मूल कुरा त त्यहाँ छ
होइन लासा त लगाइयो होइन जुन बाचापत्र छ। अब यदि अहिले हामीले मूल्याङ्कन गर्ने भने अर्को मूल्याङ्कन गर्ने आधार छैन। उनीहरूले बाचापत्र अनुसार काम कति गरे त्यति नै हो मूल्याङ्कन गर्ने होइन। यदि काम गर्न सकेनन् भने त्यो नेताहरूले पनि के विचार गर्नु पर्यो भने हामीले अनावश्यक बढी आश्वासन दिएर रहेछौँ कि भन्ने कुरा पनि विचार गर्न सक्नु पर्यो होइन। जनताले पनि के विचार गर्नु पर्यो भने मैले म्यानिफेस्टो पढाएँ कि होइन खासै होइन, त्यति जरुरी थियो कि थिएन, अथवा उसले सबै काम गर्यो भने पनि हाम्रो अपेक्षा पुरा हुँदैन थियो हुँदैन थियो भन्ने हिसाबमा हामीले अलिक बढी क्रिटिकल्ली वाच गर्न जरुरी छ। सो यो समग्र चिजलाई चाहिँ हामीले एउटा विज्ञानसम्मत ढङ्गले एउटा कौशलतापूर्वक जानु जरुरी छ। र यो युगमा अहिले नयाँ खालको एउटा कुशलता चाहिँ चाहिएको छ। यसलाई भन्छ उपाय कौशलता होइन। सो राज्यले सरकारले त्यो उपाय कौशल अपनाउँदै जनताका हामी सबैका नागरिकका समस्याहरूलाई राइटली समाधान गर्न सकोस् र यो अगाडि बढोस् भन्ने मेरो इच्छा छ। धन्यवाद।